विनियोगकरण पटक पटक हामी राखेका छौं। स्थानीय तहबाट भएको मागको आधारमा विनियोजन ऐन बजेट वक्तव्य अनुसार कार्यक्रम बजेट वक्तव्य में उल्लेखित भय व्यवस्था एवं स्वीकृत कार्यविधि बमोजिम नहीं स्थानीय तहलाई अनुदान प्रदान भएकोले यसमा कुनै भी पटक पटक हामी अहिले पनि आज पनि अर्को एउटा 15 दिनको बाँकी 31 या 29 वटा 30 वटा स्थानीय तहको जानुपर्ने सशस्त्र अनुदानको हकमा फेरि अर्को 15 दिने सूचना हामी आजै निर्णय गरेर काटिसकेको होला। आज हामी निर्णय गरिसकेका छौं। त्यसकारणले 15 दिनको त्यसमा सूचना अझ थप आज जान्छन् र नियमित पूर्वक जानुपर्ने अनुदान हामी दिन हामी तत्पर छौं अर्थ मन्त्रालय। त्यसकारणले गर्दा यसमा कुनै पनि किसिमको अनियमता नभएको र हुने सम्भावना पनि नरहेको स्पष्ट पार्न म सदनलाई यो प्रदेश सभालाई जानकारी गराउन चाहन्छु। धन्यवाद। जय नेपाल। मान्य सदस्यहरू, अब म माननीय भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवलाई बोल्न समय दिन्छु। धन्यवाद। माननीय सभामुख महोदय, अहिलेसम्म हामी यो अवस्थामा आइपुग्दा हामी विभिन्न आन्दोलनहरूमा नेपाली जनताको त्याग तपस्या बलिदान रहेको सबैलाई सर्वविदितै छ। 2062-63 मा हामीले गरेको संघीय लोकतान्त्रिक गणतन्त्र प्रतिको प्राप्तिको आन्दोलनबाट प्राप्त उपलब्धिहरू प्रति जुन चौतर्फी आक्रमण भइरहेको छ, यो आक्रमण र व्यवस्था नै परिवर्तनको आन्दोलनको विरुद्धमा मध्य प्रदेश नेकपा एमाले संसदीय दल रहेको र यस व्यवस्थाप्रति संघीय लोकतान्त्रिक गणतन्त्र प्रति नेकपा एमाले मध्य प्रदेशको संसदीय दल कृत संकल्पित दृढ संकल्पित रहेको बेहोरा जानकारी गराउन चाहन्छु। हामी बीचमा 2081 ज्येष्ठ 12 गते 6 गतेबाट यो सदन आह्वान भयो यो सेसनको लागि। चैत्र 6 गतेबाट यो सेसन आह्वान भयो। 12 गते यो सदन विपक्षको तर्फबाट अवरुद्ध भयो। हामीले धेरै कुराहरू यो बीचमा राख्न पाएनौं। मध्य प्रदेश सरकारको तर्फबाट, म आफ्नो व्यक्तिगत तर्फबाट, आफ्नो दलको तर्फबाट एसईमा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरूको परीक्षा सम्पन्न भएको छ। उहाँहरूको उत्तरोत्तर प्रगतिको लागि, उहाँहरूको भविष्यमा यो देशको एउटा कर्मशील नागरिक उत्पादन होस् बनोस् भनेर शुभकामना दिन चाहन्छु। यसै बीचमा संसारभरिका मुस्लिम धर्मावलम्बीहरूले एकैसाथ मनाइराख्ने पर्व रमजान ईद उल फित्र को म शुभकामना दिन चाहन्छु। सँगसँगै मध्य प्रदेशको धनुषा जिल्लाको सबैला नगरपालिकामा केही दिन अगाडिदेखि चौकको नामकरणको विवाद सतहमा पुगेपछि गोली नै चलाउनु परेको अवस्था हामी स्मरण गर्न चाहन्छौं र यो जातीय द्वन्द्व उत्पन्न भएको हामीले महसुस गर्यौं। म सबैला नगरपालिकाका नगर प्रमुख
लाई आग्रह गर्न चाहन्छु यो सदन मार्फत कि यस्तो बेलामा व्यवस्थाप्रति नै आक्रमण भएको बेलामा जातीय द्वन्द्व, धार्मिक द्वन्द्व र यो सहिष्णुता कायम गर्नको निम्ति पहल कदमी लियोस् भनेर शुभकामना दिन चाहन्छु। मध्य प्रदेशमै सिराहा जिल्लाको औरही गाउँपालिकामा महायज्ञ र जगको नाममा त्यहाँको एउटा दलित परिवार, डुम परिवारको घर नै तपाईको हटाएर त्यसको तलको करिब 2 फिट माटी नै तपाईको हटाएर जुन खालको यो असहिष्णु व्यवहार प्रदर्शन भएको छ, यो प्रति हाम्रो दलको ध्यान आकर्षण भएको छ र यस्तो घटना नदोहोरियोस्। हाम्रो सरकारको तर्फबाट हामीले संघीय सरकारलाई आग्रह गर्यौं र संघीय सरकारले त्यो अनुसारको व्यवहार प्रदर्शन गरेको छ। यसमा हाम्रो ध्यान आकर्षण रहेको बेहोरा जानकारी गराउन चाहन्छु। मध्य प्रदेशकै रौतहट जिल्लामा गौर राइस मिल को जग्गा अतिक्रमणको विषयलाई लिएर त्यहाँको स्थानीयवासी, त्यहाँको जनता र खास गरिकन गौर नगरपालिकाको कार्यपालिकाबाट त्यो जग्गालाई अनियमिततातर्फ धकेल्नको निम्ति जुन कार्यपालिकाको निर्णय भएको थियो, यसमा हाम्रो दलको गम्भीर ध्यान आकर्षण भएको कुरा जानकारी गराउन चाहन्छु र त्यस्तो भूमाफियालाई नेपाल सरकार र मध्य प्रदेशको सरकारले संयुक्त रूपमा फेस गर्ने प्रतिबद्धता सहितको दृष्टिकोण अगाडि सार्न चाहन्छु। मान्य सभामुखज्यू, 2081 साल 12 महिना 15 गते काठमाडौँको 3 कुनेमा जुन व्यवस्था विरुद्धको आन्दोलनको नाममा जहाँ त्यहाँ जुन जुना प्रदर्शन भयो त्यसमा एबी न्यूजका पत्रकार रजकको हत्या, निधन सँगसँगै थुप्रैको हाताहाती भएको घटना हामी सबैलाई सरल विदितै छ। त्यसो भएको कारणले गर्दा म पत्रकार रजकको परिवारलाई संघीय सरकार मार्फत यथाशीघ्र उचित क्षतिपूर्तिको माग गर्दै आफ्नो दलको दृष्टिकोण क्लियर गर्न चाहन्छु। सँगसँगै 2081 चैत्र 6 गतेबाट यो सदन आह्वान भएसँगै यहाँको छलफल, मध्य प्रदेशको सभाको गरिमा, मध्य प्रदेश सभाकोमा केही उद्देश्यविहीन छलफलहरू, केही तथ्यहीन आरोपहरू तपाईको चाहिँ सरकारमाथि लगाउने काम भयो, जसमा केही समय अगाडि मान्य अर्थमन्त्रीज्यूले आफ्नो दृष्टिकोण राखेर जानुभयो। सँगसँगै 2081 चैत्र 12 गते विपक्षका दलहरूबाट सदन अवरुद्ध गर्दा केही एजेन्डाहरू सदनमा टेबल गरियो, जसमा विपक्षको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेताले यी विषयवस्तुहरू सदनमा राख्नुभयो। मान्य मुख्यमन्त्रीज्यूको कूटनीतिक मर्यादा विपरीतको भारत भ्रमणको विषयमा मुख्यमन्त्रीज्यू आफै हुनुहुन्छ, उहाँले जवाब दिनुहोला। विभिन्न मन्त्रालयहरूको व्यापक अनियमितताको विषयवस्तु उठाउनुभयो, जसमा आवश्यक परेको मन्त्रीहरूले यो सदनमा जवाब दिनुहोला। सशर्त अनुदानमा स्थानीय तहको विषय उठाउनुभयो, अर्थमन्त्रीले जवाब दिइसक्नुभयो। भौतिक पूर्वाधार विकास मन्त्रालयको नामै तोकेर मोटो पैसा लिई सङ्घको कर्मचारीहरूलाई जिम्मेवारी दिने काम भएको भन्ने जुन विषय उठाइयो, यसमा भौतिक पूर्वाधार विकास मन्त्रालयको मन्त्रीको हैसियतले गम्भीर आपत्ति र तपाईको चाहिँ नि यो सदनलाई ध्यान आकर्षण गराउन चाहन्छु। अघिल्लो सरकारले, म यो सरकारमा नछँदा, हाम्रो यो दल सरकारमा नछँदा को बेलामा जे कर्मचारीलाई जिम्मेवारी दिएछ, हामी सरकारमा आइसकेपछि म नेकपा एमालेको प्रतिनिधि भएर, दलको सदस्य भएर सरकारमा सहभागी भइसकेपछि थप एउटा पनि सङ्घको कर्मचारीलाई जिम्मेवारी नदिएको बेहोरा म जानकारी गराउन चाहन्छु। त्यति मात्र होइन, हाम्रो मध्य प्रदेशमा जम्मा 8वटा जिल्ला छ। आरोप लाउँदाखेरि त कमसे कम उहाँले किटानका साथ भन्नु पर्थ्यो कि गन्ना बिर्सिने खालको सङ्ख्या त छैन, जम्मा 8वटा जिल्ला मात्रै छ। 8वटा जिल्लाको कुन जिल्लामा कुन कार्यालयमा तपाईको चाहिँ सङ्घको कर्मचारीलाई
भौतिक पूर्वाधार विकास मन्त्री मान्य सरोज कुमार यादव आइसकेपछिको जिम्मेवारी दिएको हो, त्यो स्पष्टताका साथ किटान गरेर बोल्नु पर्थ्यो जस्तो मलाई लाग्छ। सदनलाई गुमराह गर्ने, मान्य सदस्यज्यूहरूलाई गुमराह गर्ने, मान्य सदस्यज्यूहरूलाई विचलित गर्ने खालको प्रस्तुति यो कहिले पनि हाम्रो यो संहिताको लागि हिमायती हुँदैन। यति मात्र पनि जानकारी गरौँ कि सङ्घको तर्फबाट प्राप्त हुने कर्मचारीहरूमध्ये प्रदेश सभाको सचिव जो मन्त्रालयको सचिवको हैसियतमा काम गर्छ त्यो सङ्घकै कर्मचारी हुन्छ, नेपाल संविधानको नेपाल अधिराज्यको संविधानमा लेखिया छ। तथापि म यो सदनलाई जानकारी गराउन चाहन्छु कि माओवादी केन्द्रका दलको नेता मान्य भरत प्रसाद शाहजीले लगाएको आरोप पुरै तथ्यहीन रहेको जानकारी गराउन चाहन्छु। म त्यो व्यवस्थालाई पनि एकछिन रोक्दै सङ्घको कर्मचारी नै प्रमुख, तपाईको मन्त्रालयको कर्मचारीको प्रमुख हुने व्यवस्था संविधानमा उल्लेख छ, तर अहिले मध्य प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव निमित्त सचिवको रूपमा काम गरेको छ, जो सङ्घको कर्मचारी पनि छैन, प्रदेश सभाकै कर्मचारी, प्रदेश सरकारको कर्मचारी हो भन्ने कुरा जानकारी गराउन चाहन्छु। कर्मचारी व्यवस्थापन समस्या संशोधन गर्ने कुरा भइरहेको छ। केही व्यक्तिहरू, केही कर्मचारीहरूको स्वार्थपूर्ति गर्नको निम्ति यहाँ धेरै ठुलो आर्थिक चलखेल भयो। मलाई थाहा छैन यो के को लागि प्रश्न उठाएको हो, यो प्रश्न मलाई पनि बुझ्न आएको छैन। मलाई लाग्छ मान्य मुख्यमन्त्रीज्यूले यसको जवाब दिनुहुन्छ होला। महोत्तरीको टिकुलिया बजारको घटनाको बारेमा उहाँले छानबिन गर्नको निम्ति उहाँले तपाईँको चाहिँ नि हामीसँग जवाफ माग्नु भएको छ। सरकारले उचित जवाब दिनको निम्ति हामीलाई यहाँ तपाईँको चाहिँ नि सदनमा विपक्षको तर्फबाट हामीलाई आह्वान भएको छ। हामी गम्भीर छौँ। म मान्य सभामुखज्यू मार्फत यो सदनमा सहभागी सम्पूर्ण मान्य सदस्यज्यूहरूलाई के आग्रह गर्न चाहन्छु त भन्दाखेरि सरकार फलेको वृक्ष नै हुन्छ, फलेको वृक्षमा नै झटारो हान्ने हो, ढुङ्गा हान्ने हो, हानिसकेपछि केही झर्छ कि भन्ने हुन्छ। तर म प्रश्न गर्न चाहन्छु कि हान्दा आरोप लाउँदाखेरि तथ्य सहितको आरोप यो सदनमा लगाउँ। सबै जनप्रतिनिधि छौँ, सबै न सबै यो सदनमा रहेका 107वटै मान्य निर्वाचित भएरै आएको हो। कुनै प्रत्यक्ष माध्यमबाट होला, कुनै तपाईँको समानुपातिक माध्यमबाट होला। जसरी एउटा मान्यलाई अपमान गर्दाखेरि मनमा पीडा हुन्छ, अन्य मान्यको पनि त्यसरी नै हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु। म यो सदनलाई केही दिन अगाडिदेखि मान्यहरूको प्रस्तुति सबै त होइन, प्रमुख प्रतिपक्षी दल त होइन, तर विपक्षमै रहेका केही दलको नेताहरूबाट जुन खालको यो सदनलाई गुमराह गर्ने, जुन खालको मान्य सदस्यहरूलाई विचलित गर्ने खालको जुन विषयवस्तु यहाँ राखिएको छ त्यसलाई थोरै म भूमिकामा प्रस्तुत गर्न चाहन्छु। मान्य सभामुखज्यू, मान्य सदस्यज्यूहरू, यो संहिताको दोस्रो कार्यकालको लागि जब यो सदन सञ्चालन भयो, हामी निर्वाचित भएर आयौँ, हामी नेकपा एमालेको सहयोगमा जसपाको दलको नेताको नेतृत्वमा मान्य सरोज यादवको नेतृत्वमा हामीले पहिलोचोटि दोस्रो कार्यकालको लागि हामी सरकार बनायौँ, उहाँको नेतृत्वमा सरकार बनायौँ। त्यसमा नेकपा एमाले, जनमत, लोसपा लगायतका राजनीतिक दलहरू हामी सरकारमा सहभागी भयौँ। एउटा घटनामा पुनरावृत्ति गराउन चाहन्छु, सम्झाउन चाहन्छु। हामी सरकार गठन गर्ने बेलामा मान्य मुख्यमन्त्रीज्यूले, मान्य तत्कालीन मुख्यमन्त्रीज्यूले आफ्नो लेटर प्याडमा मन्त्रीहरूको नाम सिफारिस गर्नु भनेर प्रस्ताव गर्नुभएको थियो। म निवेदन गर्न चाहन्छु, हामीले पनि आफ्नो दलको केन्द्रीय नेताहरूसँग, नेतृत्वहरूसँग हाम्रो आफ्नो दलमा परामर्श गरेर मन्त्रीहरूको नाम परामर्श सिफारिस गऱ्यौँ। माओवादी केन्द्रको तर्फबाट मान्य भरत शाह आफै दलको नेता हुनुहुन्थ्यो, उहाँले आफ्नो नाम आफै सिफारिस गर्नुभयो। म र निवर्तमान मुख्यमन्त्री सरोज यादव उहाँकै कार्यकक्षमा बस्दाखेरि कमरेड प्रचण्डको र कमरेड गङ्गा दाहालको फोन आयो र हाम्रो दलको तर्फबाट मान्य भरत शाह मन्त्री होइन, मान्य सुनिता यादव मन्त्री हो भन्ने कुरा जानकारी भइसकेपछि, यो चिज बाहिरिसकेपछि उहाँको निरन्तर सरकारप्रतिको आक्रमणको बारेमा मलाई भनिराख्नु पर्दैन। मैले देखेँ कि आफ्नै दललाई ढाँट्ने, आफ्नै नेतृत्वलाई ढाँट्ने, आफ्नै नेतालाई ढाँट्ने खालको जुन विधि परम्परा जुन भयो, यो तपाईँको चाहिने निरन्तर सरकार यसको निशानामा पर्यो। म
गठबन्धन सरकारलाई कति कति तपाईँको चाहिने तथ्यहीन आरोपहरू लाग्यो। म यो विषयबाट के अरे अगाडि बढाउन चाहन्छु कि हामी एकचोटि तपाईँको चाहिने यतिसम्म कि जसपा नेतृत्वको सरकार छ, आफू पनि सरकारमा सहभागी छौँ, सिधै मुख्यमन्त्रीलाई टार्गेट गरेर, जसको संलग्नता पनि छैन, उहाँलाई टार्गेट गरेर जसपाको सम्पन्न महाधिवेशनको नाममा सशर्त अनुदानबाट चन्दा कलेक्सन भइरहेको छ, यसको दुरुपयोग भइरहेको छ भन्ने विषय पनि के विषय पनि तपाईँको माओवादी केन्द्रको दलको नेताको तर्फबाट आयो। म निवेदन गर्न चाहन्छु। त्यसपछि उहाँले हामीलाई विश्वासको मत त दिनुभयो, तर विश्वासको मत दिँदा त्यही बेलामा सम्झना गर्नुपर्छ कि हाम्रो बीचमा केही लिखित तपाईँको चाहिने सम्झौता नै गर्नु पर्यो। सरकारलाई निकै नै सरापिसकेपछि, सरकारलाई निकै नै तथ्यहीन आरोप लगाइसकेपछि हामीले तपाईँको चाहिने केही विषयवस्तुहरू हामी अगाडि ल्याउनको निम्ति तपाईँहरूलाई निवेदन गर्न चाहन्छु। आफ्नै दलको मान्य सुनिता यादवलाई हटाउनको निम्ति मिति 2081 वैशाख 4 गते मधेस सरकारका मुख्यमन्त्री मान्य सरोज यादवजीको उपस्थितिमा हाम्रो 3 दलको बीचमा एउटा सहमति भएको थियो। त्यो हामीसँग अपरिहार्यता थियो, किन भन्दाखेरि दलको नियन्त्रण खोइसकेको थियो। त्यसमा एउटा मात्र एजेन्डा के लेख्यो भने 2081 वैशाख 4 गते विश्वासको मत प्राप्त गरिसकेपछि, मान्य सरोज यादवको सरकारले विश्वासको मत प्राप्त गरिसकेपछि वैशाख 5 गते भित्रमा नेकपा माओवादी केन्द्रको दलको नेताको सिफारिसमा मन्त्री परिवर्तन गरिनेछ भन्ने हामीले एउटा सहमति गरेका छौँ, जसमा निवर्तमान मुख्यमन्त्री मान्य सरोज यादव, म मेरो दलको तर्फबाट र मान्य भरत शाहको हस्ताक्षर थियो। म यो खास विषय किन पनि राखिरहेको छु भने यो विषयहरू एउटै मान्नेको कारणले गर्दा, एउटा दलको नेताको कारणले गर्दा तपाईँको चाहिने निरन्तर सरकारलाई अस्थिरताको तहसम्म पुर्याउने काम जुन भयो, यो कदापि पनि तपाईँको चाहिने यो तपाईँको सुनिन आएको विषय तपाईँको चाहिने राम्रो भएको हामी बुझ्दैनौँ। त्यसो भएको कारणले गर्दा म एउटा व्यक्तिको कारणले गर्दा हामी यही सहभागी हुनुहुन्छ, हामी सदनभित्रका दल छौँ। विश्वासको मत लिने दिन पनि जुन विपक्षमा रहेका दलहरूलाई मान्य भरत शाहको तर्फबाट आजसम्म विश्वासको मत रोकिदिनु भयो भने भोलि या पर्सि त म तपाईँकै किताबमा उभिन्छु। त्यसो भएको कारणले गर्दा विश्वासको मत दिने वातावरण तपाईँले रोक्नुहोस्, त्यो घरि म सम्झन चाहन्छु। हामीले यो सदनमा सभामुखको तर्फबाट मार्सल लगाइकन विश्वासको मत लिने खालको वातावरण मान्य सरोज यादवको बन्यो। यो सदनलाई म यो विषयवस्तुहरू किन जानकारी गराउन सम्झाउन खोजिरहेको छु भने एउटै व्यक्तिको कारणले गर्दा निरन्तर तपाईँको चाहिने सरकार पनि यो सदन पनि गुमराह भइरहेको विषय म तपाईँको चाहिने जानकारी गराउन चाहन्छु। लामो समय उहाँ बिना विभागीय मन्त्री बन्नुभयो, उहाँलाई विभाग तोकिसकेपछि पनि मन्त्रालयमा नजाने, ढिप्पी कस्ने, मलाई अर्थ मन्त्रालय चाहियो। अब यो सदनमा दलको हैसियत अनुसार मलाई लाग्छ मन्त्रालयहरूको भागवण्डा हुन्छ, तर दलको हैसियत बिर्सेर मलाई अर्थमन्त्री चाहिन्छ। एउटै पढाइ, मलाई एउटा भनाइ छ, मलाई त्यही केटी चाहिन्छ भन्ने एउटा जुन भनाइ छ, त्यस्तो मलाई अर्थ मन्त्रालयमै चाहिन्छ। यो अर्थ मन्त्रालयमा छ के भनेर त्यो बेलामा हामीले निकै छलफल गऱ्यौँ। त्यही बिचमा याद गर्नुहोला सुरसण्ड काण्ड पनि घट्यो। सुरसण्ड काण्डको नायिका को हो भन्ने चिज यो सदनमा मलाई लाग्छ जानकारी गराइराख्नु पर्दैन। आफ्नै नेतृत्वमा केन्द्रमा सरकार छ, माओवादी केन्द्रको संसदीय दलको नेता, माओवादी केन्द्रको श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा उहाँ प्रधानमन्त्री भएको सरकार छ। त्यही सरकारलाई ढाल्नको निम्ति आफ्नै अध्यक्ष प्रचण्डलाई ढाक्नको निम्ति र ढाँटेर सुरसण्डमा विपक्षलाई बोलाएर हाम्रो एक खालको सम्झौता भइसकेको छ। तपाईँहरूले हामीलाई साथ दिनुहोस्, हामी जसपा नेतृत्वको सरकार ढाल्छौँ। हामीलाई विश्वास लागेन, यो विषय हामीले त्यो बेला राखेका थियौँ। तर त्यो बेलामा कमरेड प्रचण्डले थाहा पाइसकेपछि आफ्नो दलको नेतालाई हप्काएर उहाँलाई कारबाही गर्छु भनिसकेपछि राति 2 बजे सुरसण्डबाट
तपाईँको चाहिँ नेपाल भित्रिएको घटना पनि सम्झाउन चाहन्छु। भनाइको तात्पर्य के हो भन्दाखेरि हामी यो खालको विषयवस्तुहरू बुझ्न जरुरी छ। यो सदन निरन्तर गुमराह भइरहेको छ। म यो माननीय सतीश सिंहको नेतृत्वमा सरकार गठन भयो। माननीय सतीश सिंहको नेतृत्वमा सरकार गठन भइसकेपछि मलाई त्यो अर्थ मन्त्रालय कसरी दियो र उहाँलाई अर्थमन्त्री कसरी बनाइयो भन्ने चिज पनि तपाईँको चाहिँ नि मलाई एकदमै छलछल्ती मलाई याद भइरहेको छ। किन भन्दाखेरि आज तपाईँको चाहिँ नि मध्य प्रदेश सरकारको तर्फबाट हामीले अर्थमन्त्री दिँदाखेरि उहाँलाई अर्थमन्त्री नै किन चाहिएको थियो भन्ने विषय यो विषय राख्दाखेरि तपाईँहरूलाई प्रश्न हुन्छ। हामी सरकारको नेतृत्व जनमतको दलको सदस्य मान्य मुख्यमन्त्री सतीश कुमार सिंहले गरिराख्दाखेरि उहाँले सरकारको तर्फबाट यो सदनमा रहेका मान्यहरूलाई प्रत्यक्षबाट निर्वाचित मान्यलाई 5 करोड र समानुपातिक मान्यलाई 1.5 करोड रुपियाँ हामीले घोषणा गर्यौँ। त्यो सरकारको तर्फबाटै घोषणा भएको विषय हो। म मुख्यमन्त्रीजीलाई त्यो बेलामा भनेको थिएँ कि मुख्यमन्त्रीजी पनि यही हुनुहुन्छ कि यो रकम जुन मान्यहरूको 5 करोड र 1.5 करोड बराबरको रकम हो, विगतमा अभ्यास के छ भने यो हामीले संसद विकास कोषको नाममा भौतिक पूर्वाधार विकास मन्त्रालयको सिलिङमा यो रकम चलाउने अभ्यास थियो। या म भौतिक मन्त्री छँदा, मभन्दा अगाडिको भौतिक मन्त्री नेपाली कांग्रेसको दलको नेता मान्य कृष्ण यादव छँदा वा त्योभन्दा अगाडिको भौतिक मन्त्री अन्य हुँदा पनि संसद विकास कोषको रकम भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चलाउने खालको परिपाटी थियो। मैले मुख्यमन्त्रीलाई निवेदन गरेको थिएँ यो रकमको सिलिङ बढाइदिनुस्, म आफ्नै मन्त्रालय मैले नेतृत्व गरेको मन्त्रालयको बाट म इन्ट्री गर्छु। तर माननीय मुख्यमन्त्री सोझो पर्नुभयो। उहाँले हैन मेरो अर्थमन्त्रीसँग कुरा भइसकेको छ, अर्थ मन्त्रालयमा इन्ट्री हुन्छ। त्यो सिलिङ उहाँले बढाएर त्यो रकम हामीले सुनिश्चितता गरेर हामीले त्यो मान्यहरूको योजना मुख्यमन्त्रीज्यू मार्फत अर्थमन्त्रीज्यूलाई हामीले बुझाएको तथ्य मुख्यमन्त्रीज्यूले राख्नु होला र राखि पनि सक्नु भएको छ। तर भयो के भन्दाखेरि इन्ट्री के भयो, सदनमा बजेट आयो, उहाँ आफै अर्थमन्त्री हुनुहुन्छ। सदनमा बजेट पढिसकेपछि मान्यहरूको हातमा रेड बुक प्राप्त गरिसकेपछि मान्यहरूलाई सरकारले संकल्प गरेको 5 करोड 1.5 करोड रकमको योजना त्यो रेड बुकमा परेको थिएन। मान्यहरू आक्रोशित हुनुभयो। मान्यहरूको आक्रोश जायज थियो, मान्यहरूको आक्रोश सत्य थियो, मान्यहरूको आक्रोश वास्तवमा लाजमी थियो। र हामी गर्ने के भन्दाखेरि हामी सल्लाह गर्दै थियौँ। तत्कालीन अर्थमन्त्री मान्य भरत शाह माओवादी केन्द्रका दलको नेताको तर्फबाट के आयो भने हामीले बजेट बनाउँदाखेरि यो बजेट ह्याक भयो। यस्तो संवेदनहीन खालको अभिव्यक्ति, यस्तो गैर जिम्मेवार खालको अभिव्यक्ति। त्यति मात्र होइन, वीरगञ्ज र बर्दिवासबाट बजेट इन्ट्री भएको विषय पनि निवर्तमान अर्थमन्त्रीको तर्फबाट बाहिर आयो। त्यो बेलाका विपक्षी दलहरू मान्य कृष्ण यादव नेपाली कांग्रेस, मान्य सरोज यादव जसपा लगायतका दलहरूले सरकारलाई ध्यान आकर्षण गराउनुभयो। जब यो बजेट नै ह्याक भयो, जब यो बजेट नै वीरगञ्ज र तपाईँको चाहिँ नि बर्दिवासबाट इन्ट्री भयो भने यसको बजेटको स्वामित्व कसले लिन्छ? लामो समय हामी तत्कालीन अर्थमन्त्रीको कारणले गर्दा हामी दबावमा पर्यौँ। वास्तवमा यो त भएको रहेनछ। यो के भएको रहेछ भने मान्य सदस्यहरूको लागि राखिएको 5 करोड र 1.5 करोडको रकमबाट उहाँले चलखेल गरेर अघि अर्थमन्त्रीजीले राख्नुभयो। हाम्रो मन्त्रालयलाई सिलिङ तोकिया थियो, सरकारले सिलिङ तोकेर पठाएको थियो र त्यो सिलिङमा हामीले आफ्नो मन्त्रालयको बजेट इन्ट्री गर्यौँ र इन्ट्री गरिसकेपछि पिएलएमबिएस क्लोज भयो। क्लोज भइसकेपछि अर्थ मन्त्रालयबाट थप हाम्रो मन्त्रालयको सिलिङमा कसरी बजेट थप भयो यो अहिलेसम्म हामी बुझ्न पाएका छैनौँ। यो अहिलेसम्म यो सदनको छानबिनको विषय हो। म भन्न चाहन्छु यो सार्वभौम सदनलाई मान्य सभामुखजीको मार्फत यो छानबिनको दायराभित्र आउनुपर्छ, यो विषय छानबिन हुनुपर्छ। मान्यहरूको आक्रोश छल्नको निम्ति तत्कालीन अर्थमन्त्रीले तपाईँको चाहिँ नि आफ्नो कुरा राख्नुभयो, बजेट ह्याक भयो, यो छानबिनको विषय बन्नु पर्दछ भन्ने म सदनलाई जानकारी गराउन चाहन्छु। रेड बुकमा मान्यहरूको योजना नपर्ने 5 करोडमा, रेड बुकमा मान्यहरूको योजना 1.5 करोडमा नपर्ने, तर रेड बुक बनाउने बेलामै
पैसा लिएर रेड बुकमा हामीले योजना इन्ट्री गराएका छौँ भनेर अहिले विभागीय मन्त्रीहरूको टेबलमा ती व्यक्तिहरू सम्पर्क गर्न आउँछ। हामीले माननीय मुख्यमन्त्रीज्यूले मार्फत अहिलेको गठबन्धनलाई हामीले जानकारी गरायौँ। हामीले यो गर्ने के हो, यो जुन आरोप लाग्यो, यो जुन विषय उठेको छ, मान्नेहरूको 5 करोडमाको कुनै मान्नेको 1.5 करोड, कुनै मान्नेको 2 करोड रकम घटाइदिएर, कुनै समानुपातिक मान्नेको 50 लाख रुपियाँ घटाइदिएर आफ्नो स्वेच्छाले तपाईको चाहिने कुनै व्यक्तिसँग आर्थिक चलखेल गरेर रेड बुकमै त्यो बेलामा योजना राख्ने कुरा कदापि पनि क्षम्य हुन सक्दैन। यो सदनलाई छानबिनको विषय बनाउनु पर्दछ भन्ने मेरो माग हो, हाम्रो दलको माग हो। त्यसो भए कारणले गर्दा यी विषयवस्तुहरूमा छानबिन गरौँ भनेर हाम्रो दलको पनि राय तपाईहरुको बीचमा राख्न चाहन्छु। त्यति मात्र होइन, म आज यो सदनको एउटा महत्त्वपूर्ण व्यक्तित्व, नेपाली कांग्रेसको पूर्व संसदीय दलको नेता, पूर्व भौतिक मन्त्री यहाँ उपस्थित हुनुहुन्न। मैथिली विकास कोषको एउटा तपाईको बहुवर्षीय योजना थियो। मैथिली विकास कोषको अध्यक्ष जीवनाथ चौधरीजीले मलाई भेट्न आउनुभयो कि यो हामी बिल्डिङ बनाइसक्यौँ, हाम्रो पेमेन्ट बाँकी छ, अब गर्नु के पर्छ भनेर मलाई सोध्न आउनुभयो। मैले भने म सहयोग गर्न तयार छु, म मन्त्री चाहिँ के गर्नुपर्छ भन्नुहोस्। उहाँले भन्नुभयो बजेट माग गरिदिनुहोस्। अर्थमन्त्री हुनुहुन्थ्यो मान्य भरत शाह, हामीले बजेट माग गऱ्यौँ, तर बजेट माग गर्दा पनि उहाँले भुक्तानी पाउनु भएन। फेरि फिर्ता भएर मेरोमा आउनुभयो, मेरो मन्त्रालयमा आउनुभयो, मेरो टेबलमा आउनुभयो। उहाँले भन्नुभयो उहाँ बजेटै छैन भन्नुहुन्छ। अनि मैले मैथिली विकास कोषको बिल्डिङ भुक्तानी गर्नको निम्ति भौतिक पूर्वाधार विकास मन्त्रालयको नचल्ने रकमहरूबाट रकमान्तर गरेर बहुवर्षीय स्रोत सुनिश्चितता गरेको, त्यसको स्रोत अलरेडी सुनिश्चित गरेको तपाईको चाहिने रकमको भुक्तानी गर्नको निम्ति मैले त्यो रकम भुक्तानी गर्नको निम्ति अर्थ मन्त्रालयमा पठाएँ। मलाई लाज बोध भइरहेको छ यो चिज सदनलाई जानकारी गराउनको लागि। मलाई समस्या भइरहेको छ। किन भन्दाखेरि त्यो रकम भौतिक पूर्वाधार विकास मन्त्रालयको नचल्ने रकमहरूलाई रकमान्तर गरेर पेमेन्ट गर्नको निम्ति अर्थ मन्त्रालयमा पठाइयो। अर्थमन्त्रीको टेबलमा लास्ट 2 दिन उहाँको टेबलमा बस्यो र जीवनाथ चौधरी मान्य सरोज यादवसँग, राम सरोज यादवसँग सोध्नुभयो होला। तत्कालीन अर्थमन्त्रीले पैसा नलिइकन त्यसको भुक्तानी गर्नु भएन। यो चिज मैले किन राखेँ भन्दाखेरि यो सदनमा मैले यो विषयवस्तु किन राख्नु पर्यो भन्दाखेरि यो राख्नै पर्ने विषयवस्तु हो। अरूलाई आरोप लाउने अनि आफू के हुने, आरोप तथ्य सिद्ध गर्नुपर्छ। मैले राखेको विषय यो प्रमाणित विषय हो, त्यसो भएको कारणले गर्दा मान्य सदस्यज्यूहरूलाई यो जानकारी हुन जरुरी थियो। मान्य माओवादी केन्द्रका मान्य सदस्यज्यूहरूलाई मैले अपमानित गर्न खोज्या होइन। कहिलेकाहीँ नेतृत्व आफै समस्यामा परिसकेपछि त्यो दल पनि समस्यामा पर्ने गरेको विषय सर्वविदितै होला। माओवादी द्वन्द्वकालमा अलिकति ह्याङ थियो। मैले देखेँ थुप्रै ठाउँहरूमा थुप्रै तपाईँको व्यक्तिहरूको जग्गामा गएर सिधै झन्डा गाडिदिने। यो 20 बिघा सम्पत्ति, यो 20 बिघा खेत अब मेरो भयो, अब यो लाल झन्डाको मुनि भयो। त्यस्तै गौशालामा एउटा 15 देखि 20 बिघाको जमिनमा माओवादी केन्द्रका साथीहरूले झन्डा गाड्नुभयो मान्य भरत शाहको नेतृत्वमा। पछि त्यो 5 बिघा जग्गा उहाँले व्यक्तिगत आफ्नो एउटा सहकारीको नाममा फिर्ता नामसारी गराएर बाँकी 15 बिघा जग्गा त्यो व्यक्तिलाई दिने खालको वातावरण पनि बनेको विषय तपाईहरुको बीचमा राख्न चाहन्छु। म यो सदनमा पटक पटक आवाज उठ्छ, भ्रष्टाचार भयो, अनैतिकता भयो, यसलाई छानबिन गरौँ। छानबिन त गरौँ, छानबिन भइसकेर प्रमाणित भएको विषयवस्तुमा गर्ने के? मान्य भरत शाह, मलाई लाग्छ मान्य लालबाबु राउत मुख्यमन्त्री हुँदाखेरि उहाँ गृह सञ्चार तथा कानुन मन्त्री हुनुहुन्थ्यो। उहाँले विधि मिचेर प्रयोग गरेको तेल उहाँले मन्त्री भएर सुनिन आएको छ। त्यो धान कुट्ने, गहुँ कुट्ने थ्रेसरमा को लागि तेल पनि मन्त्रालयबाट कुपन काटेर दिनुभएको थियो। यो मैले बोलेको होइन, गृह मन्त्रालयको रेकर्ड बोल्या हो। गृह मन्त्रालयको रेकर्डमा के छ भन्दाखेरि त्यो बेलामा मान्य भरत शाहले 4,12,132 रुपियाँ उहाँमाथिको
उसूल उपरको बेरुजु हो। म फेरि पनि निवेदन गर्न चाहन्छु, माओवादी केन्द्रका केही सदस्यलाई धन्यवाद पनि दिन चाहन्छु। त्यही बेलामा राज्य मन्त्री रुबी कर्ण हुनुहुन्थ्यो। रुबी कर्ण उप 56,887 रुपियाँ असुल उपरको बेरुजु थियो। मान्य त्यही दलको सदस्य मान्य रुबी कर्णसँग इच्छिक भयो, नैतिकता भयो, किन भन्दाखेरि उसूल उपरको बेरुजु थियो, उहाँले तिर्नुभयो, उहाँले बेरुजु फर्चट गर्नुभयो। तर दलको नेता मन्त्रीसँग नैतिकताको प्रश्न उठ्दैन। उहाँले अहिलेसम्म आजको मितिसम्म गृहमन्त्री यही उपस्थित भइरहनु भएको छ। आज पनि म गृह मन्त्रालयमा सम्पर्क गरेँ, उहाँले 4,12,132 रुपियाँ अहिलेसम्म पनि बुझाउनु भएको छैन। राज्यले के गर्ने, सरकारले हामीले गर्ने के हो, त्यो तिर्नुपर्ने पैसा हो। त्यसो भएको कारणले गर्दा यो माथि पनि छानबिन गर्नुपर्छ। यो प्रश्न यो सदनलाई हामीले उत्तर लिन खोज्या हो कि यो विषयमा हामीले छुट्टै छानबिन समिति गठन गर्नुपर्छ कि के हो यो विषय। त्यति मात्र होइन, म जसपा नेतृत्वको दलको नेतालाई म धन्यवाद दिन चाहन्छु। म 1 हप्ताको लागि गृह सञ्चार तथा कानुन मन्त्री बने। त्यो बेलामा सुराकी भत्ता निकै टड्कारो विषयको रूपमा उठिएको थियो। सुराकी भत्ताको नाममा मान्य मन्त्रीहरूले तपाईको चाहिँ नि ब्रह्मलुट गरेको विषय बाहिर आएको थियो। म 1 हप्ताको लागि के मन्त्री भएको थिएँ। नेकपा एमाले संसदीय दलको नेता गृह सञ्चार तथा कानुन मन्त्री हुँदाखेरि त्यो सुराकी भत्ता रोक्ने, त्यो खारिज गर्ने निर्णयको प्रस्ताव मैले नै निर्णय गरेर क्याबिनेटमा लगेको थिएँ र त्यो क्याबिनेटमा छलफल पनि भयो। त्यो क्याबिनेटमा छलफल हुँदाखेरि तत्कालीन मुख्यमन्त्री मान्य सरोज यादवले उहाँको खातामा पनि 3 लाख रुपैयाँ तपाईको चाहिँ नि सुराकी भत्ताको नाममा तपाईको चाहिँ नि जम्मा भएको थियो। तर म धन्यवाद दिन चाहन्छु मान्य सरोज यादवलाई। उहाँले भन्नुभयो यो मैले सुराकी गरेकै होइन, यो कसरी आयो मलाई थाहा छैन, उहाँले त्यो रकम फिर्ता गर्नुभयो। म धन्यवाद दिन चाहन्छु प्रमुख प्रतिपक्षी दलको नेतालाई। तर त्यही विपक्षमै रहेका मान्यज्यूहरू मान्य भरत शाहको नाममा तपाईको चाहिँ नि झन्डै 26,70,000 मान्यज्यू, 26 लाख मात्रै होइन, 26,70,000 रुपैयाँ तपाईको नाममा सुराकी भत्ता छ। के तपाईले फिर्ता गर्न मिल्दैन? यो तपाईले सुराकी गर्नुभएको हो। तपाईले सुराकी गरे बापत यो पैसा तपाईले खानु भएको हो, तपाई आफ्नो खातामा राख्नु भएको हो। म निवेदन गर्न चाहन्छु त्यो बेलामा तपाईको सुराकी भत्ता बापत प्राप्त गरेको रकममा फिर्ता गरेका व्यक्तिहरूको नामावली गृह मन्त्रालयबाट मलाई उपलब्ध भएको छ। म नाम पढ्न चाहन्छु। मान्य सरोज कुमार यादव 3 लाख रुपैयाँ, भाउचर नम्बर पनि यहाँ उल्लेख छ। जगदीश रेग्मी कर्मचारी, वीरेन्द्र कुमार यादव सचिव, वीरेन्द्र कुमार यादव सचिव, अर्जुन कुमार शर्मा सचिव, वीरेन्द्र कुमार यादव सचिव, मोहम्मद मोहसिन नेकपा नेपाली कांग्रेसको तर्फबाट मन्त्री हुनुभएको मान्य समीमलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँमा त्यो धर्म निर्वाह गर्नुभयो। उहाँले पनि तपाईको तत्कालीन उहाँको खातामा गएको रकम उहाँले फिर्ता गर्नुभएको छ। उमेश कुमार खड्का, कृष्णहरि पुष्कर, जगदीश रेग्मी, वीरेन्द्र कुमार यादव, अर्जुन शर्मा, रोहित दाहाल, शान्ति चौधरी र मान्य शत्रुघ्न प्रसाद सिंह कोइरीले सबैले फिर्ता गर्नुभयो। बाँकी साथीहरूलाई नैतिकता छ कि छैन? म खास यो सदनसँग मान्य सभामुख मार्फत मान्य सदस्यहरूसँग खास यो उत्तरित हुन खोज्दैछु कि त्यसै सरकारमा रहेका गृहमन्त्रीजी मुख्यमन्त्रीजीले पैसा फिर्ता गर्ने, अन्य मन्त्रीले पैसा फिर्ता गर्ने, सरकारको खातामा रकम जम्मा हुने र सरकारको रकम जम्मा नगर्नेमा मान्य भरत शाह, मान्य सरोज सिंह कुशवाहाहरू पनि हुनुहुन्छ। यो विषय के हो? सदन उत्तरित हुन खोजिरहेको छ, हामी जानकारी लिन खोजिरहेका छौँ। त्यसो भएका कारणले गर्दा आरोप प्रत्यारोपमा जाँदाखेरि यो विषयवस्तुहरू अलिकति जान्नै पर्ने हुन्छ। उहाँले त्यति मात्र होइन, संकल्प प्रस्तावको नाममा उहाँले केही वाचन गर्दाखेरि प्रस्तावक लोकसभाका दलका सदस्य मान्य रूपा यादवको नाम लिनुभयो। नेकपा एमालेको तर्फबाट समर्थक मान्य पल्टीदेवी महराको नाम लिनुभयो। त्योभन्दा अगाडिको नाम उहाँलाई पढ्न आएन। नेपाली कांग्रेसको मान्य अञ्जना पण्डित पनि उहाँ समर्थन गर्नुभएको थियो संकल्प प्रस्ताव। जनमतको मान्य हसिना खातुन पनि त्यो प्रस्तावको समर्थक हुनुहुन्थ्यो। एकीकृत समाजवादीको मान्य
रत्नेश्वरलाल गोहित पनि समर्थक हुनुहुन्थ्यो त्यो प्रस्तावको। राप्रपाका सदस्य मान्य कञ्चन भिक्षा पनि त्यो प्रस्तावको समर्थक हुनुहुन्थ्यो। तर बोल्दाखेरि टार्गेट गरेर बोल्ने विषय यो कदापि पनि राम्रो हुँदैन भन्ने कुरा म तपाईहरुलाई राख्न चाहन्छु। यो विषयवस्तुहरूको बारेमा आज किन राखिरहनु परेको छ भन्दाखेरि हामीले के सुनेका छौं, हामीले के बुझेका छौं भन्दाखेरि हामी 5 कक्षातिर पढ्ने गरेका थियौं, प्रजा मोटा भए देश बलिया हुन्छ। यहाँ के छ भने हामीले देखेका छौं, म आफू मोटो भइराख्नु पर्छ तर मेरो पार्टी कमजोर भइराख्नु पर्छ, म मरे पनि मेरो देश बाँचिराखोस् भन्ने भावनाबाट उत्प्रेरित हुनुपर्छ, म हारे पनि मेरो पार्टी जितिराख्नुहोस् भन्ने भावनाबाट उत्प्रेरित हुनुपर्छ। मैले केही चीजहरू यहाँ देखेँ। एक सँगसँगै यहाँनिर तपाईको शमसी गाउँपालिका वडा नम्बर 1 मा को वडा अध्यक्षले तपाईको चाहिँ नि एउटा विज्ञप्ति प्रकाशन गर्नुभएको थियो र तपाईको चाहिँ नि त्यही दिन तपाईको के रे जनकपुर टुडेमा तपाईको चाहिँ नि एउटा ब्यानर न्यूज आयो भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट, बिचौलिया मार्फत बिक्री भइरहेको योजना तत्काल रोक्न माग रे, भ्रमलुट मचाउने पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गर्न माग रे। एउटा चिठी त्यो के भन्छन् हेडलाइनमा छापियो। त्यो चिठी भनेको यहाँ तपाईलाई देखाउन चाहन्छु। त्यसपछि त्यहाँको वडा अध्यक्षको विज्ञप्ति पनि मैले यहाँ लिएको छु। यो विज्ञप्तिमा के लेखिएको छ भने चिठी ओरिजिनलको सम्बन्धमा हामी यथाशीघ्र सबै ओरिजिनल पत्र आम सञ्चार माध्यमलाई उपलब्ध गराउन चाहन्छौँ। माननीय मन्त्रीज्यूले आफ्नै वचनमा प्रतिबद्ध रहिरहनुहुन्छ भन्ने आशा गर्दछु। त्यसको आज म ओरिजिनल चिठी पनि लिएर आएको छु। यही हो ओरिजिनल चिठी जो छापिया थियो। खास के हो भने यो चिठी उहाँले प्राप्त पनि गर्नुभएको होइन। एकजना साथीसँग फोटो खिच्नुभयो, त्यो फोटो एउटा पत्रकारलाई दिनुभयो, त्यो ओरिजिनल चिठी यही छ। अगर यो चिठी उहाँले बिचौलिया मार्फत प्राप्त गरेको भए उहाँ त कब्जा गर्नु पर्थ्यो नि। तर यो ओरिजिनल चिठी छ सभामुखज्यू, यो ओरिजिनल चिठीको कपी मैले यही ल्याएको छु। मैले खास भन्न खोजेको विषय के हो भन्दाखेरि सरकारलाई अनिश्चित ढङ्गले बदनाम गर्नको निम्ति जुन खालको प्रयासहरू भइरहेको छ यो कदापि होइन, यो कदापि राम्रो होइन भन्ने चिज म तपाईलाई राख्न चाहन्छु। म यहाँ सुन्छु वडा अध्यक्षज्यूहरूको कार्यालयमा मध्य प्रदेश सरकारको 11वटै मन्त्रालयको चिठीहरू दर्ता हुनुपर्छ भनेर वडा अध्यक्षज्यूहरूले माग गरिरहनु भएको छ। म एउटा मेयरको विज्ञप्ति हेरेँ, सबैला नगरपालिका, धनुषाकै सबैला नगरपालिका, मध्य प्रदेश सरकारको मेरो नगरपालिका भित्र रहेका सबै कामकारको चिठी हामीलाई जानकारी हुनुपर्छ, हाम्रो कार्यालयमा जम्मा हुनुपर्छ। म मध्य प्रदेश सरकार र मध्य प्रदेश सरकार सञ्चालन गर्ने सम्पूर्ण राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु, मध्य प्रदेश सरकार हो कि हामी स्थानीय तह मार्फत हो कि हामी मार्फत स्थानीय तह हो भन्ने चिज आज बुझ्न जरुरी छ। संहिताको एउटा सबैभन्दा ठूलो नमुना जुन जो प्रदेश सरकारको रूपमा हामीले ल्याएका छौं, यसलाई सधैँभरि तपाईको चाहिँ आरोप लाउने काम नगरौं। म फेरि पनि भन्न चाहन्छु, यसबाट अभिप्रेरित भएर, यस्ता गुनासाहरूबाट सचेत भएर, यस्ता कम्प्लेनहरूबाट सचेत भएर हामी मन्थन गर्न जरुरी छ। हाम्रो मध्य प्रदेश सरकारको योजना कसरी सञ्चालन गर्ने। हामी केही दिन अगाडि हामी वडामा चिठी पठाउँदैनथ्यौं, हामी तपाईको चाहिने के भन्छन् नगरपालिकामा चिठी पठाउँदैनथ्यौं। त्यो बेलामा पनि सरकार चलेकै थियो, मध्य प्रदेश सरकारको योजनाहरू खर्च भएकै थियो। म माननीय सरोज कुशवाहाजी सदनमा सम्बोधन गर्ने क्रममा भन्नुभएको थियो देश संविधानले चल्नुपर्छ, छाउनीभित्र बसेर योजनाको शिलान्यास गर्ने भनेर पटक पटक तपाईको मिडियामा बोल्नुभयो। म उहाँलाई जानकारी गराउन चाहन्छु। उहाँले भन्नुभएको छ 72 4 नम्बर क्षेत्र पुरै मरुभूमि बनेको छ। उहाँले भन्नुभएको छ 80 करोड रुपैयाँ हाम्रो हाम्रो निर्वाचन क्षेत्रमा राखिदिएर हाम्रो क्षेत्र मरुभूमि बनेको छ। मेरो मन्त्रालयबाट जम्मा जम्मी 31 करोड 70 लाख रुपैयाँ तपाईको चाहिने त्यो 4 को ख मा तपाईको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट छ, जसमा मान्य चन्दन सिंहको एउटा योजना 25 लाखको छ 4 को ख मा, मान्य अनिता कुमारी शाहको 5 वटा योजना 80 लाखको छ, मान्य रमिता प्रधानजीको 2 वटा योजना 50 लाखको छ,
मान्य सरोज सिंह कुशवाहाको 9वटा योजना 2 करोड 50 लाखको छ। मान्य मोहम्मद रजी हैदरको 3वटा योजना 45 लाखको छ। यो जम्मा योजना जोड्दाखेरि 4 करोड 25 लाखको योजना हुन्छ। त्यही क्षेत्रमा पुरानो बहुवर्षीय जुन तपाईँको एक क्षेत्र एक सडक छ त्यसमा 1.5 करोड रुपैयाँ छ र अहिले नयाँ तपाईँको एक क्षेत्र एक सडक तपाईँको अहिलेको प्रदेश सरकारले निर्धारण गरेको छ त्यसमा पनि 2 करोड रुपैयाँ छ। यो सबै घटाउनुहोस्। हिसाब क्याल्कुलेसन गर्न तपाईँहरूलाई आफैलाई जिम्मा दिन्छु। तर पैसा परेकोमा सरकारलाई निरन्तर मान्यहरूको तर्फबाट सत्ती सराप गर्ने विषय राम्रो होइन। मैले यो विषय किन भइराख्नुपर्छ भने यो विषय त त्यहाँको जनताहरूले पनि बुझेको छ। यदि अहिलेको सतीश कुमार सिंहको सरकारले तपाईँको निर्वाचन क्षेत्रमा मानौ 2-4 करोड रुपैयाँ बढी नै परेको राखेको छ भने सरकारलाई सत्ती सराप गर्नुपर्ने कुनै कारण मैले देखिँदैन। यो देख्नु हुँदैन, यस्तो गर्नु पनि हुँदैन। त्यति मात्र होइन, म केही विषयवस्तुहरू यहाँ राख्न चाहन्छु। जसपाकै नेतृत्वमा सरकार हुँदाखेरि म पनि त्यो सरकारमा तपाईँको चाहिँ केही समय रहँदाखेरि रामानन्द चोकको चिठी चिया पसलमा योजनाहरूको बिक्री हुन्छ। त्यो बेलाको सत्ता पक्षमा रहेका मान्यहरू तपाईँको मुख्यमन्त्रीको दलकै मान्यहरूले गरेको विषय मैले यहाँ तपाईँको राख्न चाहन्छु। अहिलेको सरकारले ढकियामा योजना बिक्री गरिरहेको छ भन्ने खालको प्रस्तुति दिइरहेको मैले पटक पटक सुनिरहेको छु। यो कदापि राम्रो होइन। यो तथ्य तपाईँको चाहिँ नि सँग तथ्यसङ्गत विषय होइन। यो तपाईँले प्रमाणित गरेर देखाउनुहोस्। म यो सदन मार्फत 72 नम्बर क्षेत्रका सम्पूर्ण उपभोक्तालाई, म त्यो उपभोक्ता समितिको अध्यक्ष र पदाधिकारीलाई यस्तो प्रश्न उठाउने ढकियामा योजना बिक्री हुन्छ 72 को भन्ने मान्यहरूको मलाई लाग्छ त्यो उपभोक्ता समितिको सम्पूर्ण पदाधिकारीलाई घरमै पठाइदिनुपर्छ जस्तो मलाई लाग्छ। मैले त्यो अनुभूति गरेको छु। एकचोटि अपिल गर्छु कि तपाईँहरूलाई बिचौलिया भनिराखेको छ पटक पटक, तपाईँहरूलाई ब्रोकर भनिराखेको छ पटक पटक, तपाईँ जुन दलाल भनिराखेको छ पटक पटक। यो विषय मलाई लाग्छ यो सदन मार्फत म त्यो 4 नम्बर क्षेत्रमा प्राप्त गरेका चिठी र अहिलेसम्म गठन गरेका सम्झौता भएका उपभोक्ता समितिका पदाधिकारीलाई आह्वान गर्न चाहन्छु। रामगोपालपुर केही समय अगाडि हामी सरकारमा नछँदा सशर्त अनुदानमा पनि बार्गेनिङ, सशर्त अनुदानमा पनि तपाईँको चाहिँ नि दादागिरी, स्थानीय तहलाई सशर्त अनुदान दिने चिजमा त सरकार त ओपेनै छ, क्लियर छ। तर हामीले के देख्यौँ भने सशर्त अनुदान म ल्याइदिन्छु, सरकारको तर्फबाट यसमा मान्यको हिस्सेदारी हुनुपर्छ। अहिलेको सरकारले त्यसो गरेको छैन। मान्य अर्थमन्त्रीजीले जवाब दिनु हो। अहिलेको सरकारले हामीले स्थानीय तहलाई सशर्त सम्पूरक र विशेष अनुदान किटानका साथ तपाईँको चाहिँ नि जाहेर गरेका छौँ र त्योभन्दा दायाँ बायाँ हुँदैन। मान्यले त्यहाँ बार्गेनिङ गर्न पाउँदैन। रामगोपालपुर नगरपालिका महोत्तरीको 2 नम्बर वार्डमा एउटा 25 लाखको महादेव मन्दिरको स्तर उन्नतिको योजना थियो। म यो सदनमा दुःखका साथ भन्छु कि त्यो उपभोक्ता समितिको अध्यक्ष त्यो वार्डको तपाईँको चाहिने व्यक्ति होइन। रामगोपालपुर नगरपालिका वार्ड नम्बर 6 त्यहाँबाट 7 किलोमिटर टाढाको एकजना खुसी पटेल त्यो उपभोक्ता समितिको अध्यक्ष हुनुहुन्थ्यो। यो अहिलेसम्मको इतिहासमा उपभोक्ता समिति बनाउँदाखेरि यस्तो खालको आफ्नै वडा क्रस गरेर उपभोक्ता समितिको अध्यक्ष बनेको मैले यो पहिलो घटना देखेँ। यसको विषय पनि मेरो मन्त्रालयमा उजुरी गरिसकेपछि अझै पनि यो के भन्छन् खुसी पटेल अध्यक्ष रहेको र द्रौपदी ठाकुर कोषाध्यक्ष रहेको खातामा अझै 1,60,000 रुपियाँ शेषै छ। विवाद भएर यो पैसा झिक्न पाएको छैन। यो विषय के हो भन्ने चिज धेरै प्रस्ट्याउन मलाई जरुरी लाग्दैन। मान्य सदस्यहरूले बुझ्नुहुन्छ होला जस्तो मलाई लाग्छ। म केही समय अगाडि केही मान्यज्यूहरूको गुनासो यहाँ देखिरहेको छु कि मलाई मेरो क्षेत्रमा योजना छ, मलाई दिएन। आज विपक्षी दलका तपाईँको चाहिने नेता यहाँ हुनुहुन्न। उहाँ सरकारको नेतृत्व गरिराख्दाखेरि एउटा खानेपानीको योजना थियो रामगोपालपुर नगरपालिका 9 मा। त्यो मलाई मुख्यमन्त्रीजीले यो नेकपा एमालेको दलको नेतालाई 20 लाख रुपियाँ दिएको थियो। मैले त्यो चिठी पाएको छैन। त्यो चिठी तपाईँको हाइजेक भयो, खोसियो। सरकारमै थिएँ, त्यो सरकारमै हुँदाहुँदै कति विरोध गर्नु। त्यो चिठी प्राप्त गर्नको निम्ति खानेपानी कार्यालयमा सत्ता पक्षकै तत्कालीन दल मुख्यमन्त्रीकै पार्टीका दलका सदस्यले तोडफोड गरेको घटना म यो सदनलाई जानकारी गराउन चाहन्छु। मनरा सिस्वा 1 मा म एउटा सामुदायिक भवनको शिलान्यास गर्दाखेरि मान्य सरोज कुशवाहाजीले यहाँ सदनमा आफ्नो गलाको नसा नै च्यातिने गरी यहाँ बोल्नु भएको थियो कि
यो के अरे जग्गा तपाईँको चाहिने हुलाकको जग्गामा तपाईँको चाहिने मान्य भौतिक मन्त्रीज्यूले शिलान्यास गरेर आउनुभयो सामुदायिक धर्मशाला। मैले त्यो शिलान्यास गरेको त्यहाँ नेपाली कङ्ग्रेसको मेयर जित्नु भएको छ, वडा अध्यक्ष नेकपा एमालेको छ। म मेयर र त्यहाँको वडा अध्यक्षलाई साक्षी राखेर उहाँ संयुक्त रूपमा त्यो योजनाको शिलान्यास गरेको छु। आज यो सदनलाई पटक पटक गुमराह गर्ने विषयवस्तुमा क्लियर हुनको निम्ति म भूमि व्यवस्था सहकारी गरिबी निर्माण मन्त्रालयको तर्फबाट नापी कार्यालय महोत्तरी जलेश्वरको मैले के अरे जग्गाको प्रमाणपत्र पनि यहाँ उपलब्ध गराएको छु। यो जग्गा जे धर्मशाला बनाइँदैछ त्यसैको नाममा छ। तर यहाँ प्रस्तुत कसरी भयो भने मान्य भौतिक मन्त्रीले हुलाकको नाममा रहेको जग्गाको तपाईँको चाहिने शिलान्यास अर्कै नाममा गर्नुभयो, सदनलाई गुमराह बनाइयो। म निवेदन गर्न चाहन्छु, सत्य चिजलाई सदनमा पस्किने गरौँ, सत्य चिजलाई मान्यहरूलाई जानकारी गराउने गरौँ, आफ्नो चिजलाई मात्रै तपाईँको चाहिने राख्ने विषय नगरौँ। यहाँ उठाउनु भएको थियो छाउनीमा रामगोपालपुर नगरपालिका वार्ड नम्बर 8 टिकुलिया बजारमा छाउनीभित्र रहेर तपाईँको चाहिने योजनाको शिलान्यास भयो। म तपाईँलाई जानकारी गराउन चाहन्छु, 6 गते सभामुखज्यूको तर्फबाट यो सदनलाई बैठक बोलाइएको थियो। म मेरो दलको उपनेता प्रमुख सचेतक मान्य सदस्यहरू सबै हुनुहुन्छ। 6 गते 8 बजे हाम्रो संसदीय दलको मैले बैठक बोलाएको थिएँ दलको नेताको हैसियतले। यहाँ बैठक बोलाउँदाखेरि मैले मेयरलाई भनेको थिएँ, यो त के अरे 2 दिन अगाडि नै भनेको थिएँ, यो योजनाको शिलान्यास तपाईँ आफै मेयर हुनुहुन्छ, आफै गर्नुहोस्, तर यो सदनलाई जानकारी गराउनु पर्ने हुन्छ। मैले 6 गते दलको बैठकमा आइराख्दाखेरि मेरो मेयरले मलाई फोन गर्नुभयो कि मान्य भरत शाह, 1 को खबाट पुरै जत्थाका साथ यो योजनाको शिलान्यास गर्न दिँदैन भनेर यहाँ आउनु भएको छ आफ्नो गाडी, सरकारी गाडी के अरे ब्ल्याक कलरको स्कर्पियो सहित। मैले भने उहाँले किन विरोध गर्नुहुन्छ? त्यो योजना सञ्चालन गर्दाखेरि त्यो रोड बनाउँदाखेरि कसैको घर तोड्नु पर्छ भन्दाखेरि सोधे, तोड्नु पर्दैन। कसैको जग्गा अतिक्रमण गर्नुपर्छ भन्दाखेरि पर्दैन। भनिसकेपछि किन रोक्नुहुन्छ? थाहा छैन। त्यसपछि मैले भने, त्यसपछि म सिधा म आफै शिलान्यास गर्न आउँछु भनेर त्यो योजनाको शिलान्यास गर्न हिँडेको हो। त्यहाँ देख्छु ठ्याक्कै योजना स्थलको 500 मिटर अगाडि मान्य भरत शाह प्रदेश सभाबाट चढ्ने गाडी ब्ल्याक कलरको स्कर्पियो सायद 57 कि कति नम्बरको गाडी हो, त्यो गाडी त्यहाँ लागेको देखेँ मैले। म गएँ, शिलान्यास गरेँ। मेरो दलको बैठक थियो, प्रमुख सचेतकले पटक पटक फोन गरिरहनु भएको थियो, तपाईँ बैठक सारिदिनु पर्थ्यो, यही समयमा तपाईँ शिलान्यासको कार्यक्रम किन राख्नुभयो? हाम्रो घोषित कार्यक्रम होइन। जब माओवादी केन्द्रका नेता यही उपस्थित हुनुहुन्छ भरत शाहले योजना शिलान्यास गर्न दिन्न, उहाँको निर्वाचन क्षेत्र पनि होइन, त्यसपछि यस्तो च्यालेन्ज नेकपा एमाले स्वीकार गर्ने पार्टी हो। हामी गयौँ, हामी गइसकेपछि राज्यले सुरक्षा दिन्छ, हाम्रो कार्यकर्ता पनि थियो। म मान्य के अरे सरोज कुशवाहालाई म जानकारी गराउन चाहन्छु, तपाईँले छाउनीमा योजना शिलान्यास भएको जानकारी गराउनु हो। केही समय अगाडि कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्दाखेरि तपाईँको दलको श्रद्धेय अध्यक्ष मान्य उपेन्द्र यादवले योजनाको शिलान्यास गर्नुभयो। त्यो कसरी भयो तपाईँलाई जानकारी छ कि छैन? मान्य शिक्षा मन्त्रीको टाउको फुट्यो, त्यो बेलाको मान्य के अरे जनमतको दलको नेता महेश यादवको टाउको फुट्यो। यो सदनमा रहेका एउटा मात्रै दलले नेकपा एमाले विज्ञप्ति निकालेको थियो। यो घटना राम्रो होइन, यो घटना पुनरावृत्ति गर्नुपर्ने होइन। त्यसो भएका कारणले गर्दा यो विषयवस्तुहरू बुझौँ र मात्रै बोलौँ। खालि अन्धविश्वास, खालि सदनलाई तपाईँको चाहिने के अरे झुक्याउने खालको विषयवस्तु नबोलौँ। मैले देखेको छु मान्यज्यूहरूले एनसेलको टावर कसले बनाउँछ यो सदनमा कसैलाई तपाईँको सिकाउनु पर्छ, जानकारी गराउनु पर्छ। एनसेलको टावर पनि तपाईँको उद्घाटन हुन्छ, यही सदनमा रहेका मान्यहरूले एनसेलको टावर पनि तपाईँको चाहिने उद्घाटन गरेको चिज हामीले देखेका छौँ। यो हाम्रो दलले गर्दैन, यो नेकपा एमाले गर्दैन र अहिलेको सरकारको मन्त्रीहरूले मान्य सदस्यहरूले पनि गर्दैन। म केही भन्न चाहन्न, जनता ढाँट्ने काम नगरौँ। केही समय अगाडि मनरा सिस्वा नगरपालिका वडा नम्बर 4 को त्यहाँ नेकपा एमालेको वडा अध्यक्ष जितेको छ। जसपाको वडा अध्यक्षको प्रत्याशी शिवा मण्डल भन्ने साथी 47 कि 48 मतले हारेको हुनुहुन्थ्यो। उहाँले भन्नुभयो म अब तपाईँको पार्टीमा प्रवेश गर्छु। म मन्त्री थिएँ, उहाँलाई प्रवेश गराउनको निम्ति म गएँ। मनरा सिस्वा नगरपालिका वडा नम्बर 4 को जाउख बजारमा कार्यक्रम गरेँ, उहाँले प्रवेश गराएँ।
त्यहाँ प्रवेश गराइसकेपछि, भाषण सकिसकेपछि, कार्यक्रम सकिसकेपछि त्यहाँबाट फिर्ता हुने बेलामा त्यहाँका साथीहरूले घेर्नुभयो। यो जाउख बजारमा एउटा मन्दिर र यो शौचालय बनाइदिनु पर्यो भौतिक मन्त्रीज्यू। मैले जवाफ दिएँ कि अब यो सरकारले बजेट बनाइसकेको छ, नयाँ योजना नयाँ क्रियाकलाप इन्ट्री गर्न सक्दैन। म मन्त्री भइराखेँ भने आउने बजेटमा म तपाईँको यो योजना इन्ट्री गरिदिन्छु। यो भनेको के थिएँ? ठ्याक्कै 2-3 दिनपछि त्यहाँनिर त्यो योजनाको शिलान्यास गरियो। त्यसमा पैसा छैन। माननीय सरोज कुशवाहा आफ्नो त्यहाँको माननीय पूर्व सांसदलाई लिएर दुवैजनाले शिलान्यास गर्नुभयो। जनता ढाँट्ने, त्यहाँ पैसा छ, त्यहाँ योजना छ, रेड बुकमा लेखिया छैन। म उहाँलाई फोन गरेर सोधेँ, के हो मान्यज्यू, म त त्यहाँ वचन दिएर आएँ, आउने बजेटमा म पारिदिन्छु, तपाईँले योजनाको शिलान्यास गर्नुभयो। यो कुन योजनाबाट शिलान्यास गर्नुभयो जानिराखौँ, किनभने मान्य सदस्य हाम्रै सदनको सदस्य हो। उहाँले जवाब दिनुभयो, हामीलाई 10-20 लाख रुपियाँ ठुलो कुरा होइन, हामी आफ्नो घरबाट पनि लगाएर शिलान्यास गरिदिन्छौँ। आज कति भयो दिन? शिलान्यास गरेको कति भयो? 5 महिना भइसक्यो। तर त्यो योजना शिलान्यास गरिसकेपछि त बन्नु पनि पर्यो नि। जनता ढाँट्ने काम नगरौँ। त्यसो भए कारणले गर्दा यो विषयवस्तुहरूमा म तपाईँलाई जानकारी गराउन चाहन्छु। म निरन्तर नेकपा एमालेको संसदीय दलको नेता मध्य प्रदेशको अहिलेको वर्तमान भौतिक मन्त्रीमाथि आक्रमण भइराख्यो। म विचार, सिद्धान्त, नीति यो सबै छोडेर टिकटको लागि दल त्याग्ने चिज होइन। म माथि प्रश्न उठाउनुभयो व्यक्तिगत रूपमा, सरकारगत रूपमा प्रश्न उठाएको भए हाम्रो सरकारले जवाब दिन्थ्यो। व्यक्तिगत रूपमा नाम कोड गरेर तपाईँहरूले प्रश्न उठाउनु भएको छ। आफू मन्त्री हुँदा राज्य मन्त्रीबाट पनि कसरी आफ्नो दलले नै हटाएको विषयवस्तुको बारेमा धेरै छलफल गर्न चाहन्न। त्यो त हुन्छ नि। म अहिले सरकारमा 4वटा मन्त्रालय छ भनिसकेपछि एउटा मन्त्री फिर्ता बोलाउँदाखेरि त्यहाँ मूल्याङ्कन गरेरै फिर्ता बोलाइन्छ। यो जुनसुकै पनि राजनीतिक दलको इतिहास होला। त्यसो भए कारणले गर्दा त्यो चिजहरू सम्झिन जरुरी ठान्दछु। यहाँ 2081 साल यहाँ सदनमा रहेका केही मान्यज्यूहरूले भन्नुभयो, रामगोपालपुरमा के भयो? माओवादीका साथीहरूले के भन्नुहुन्छ भने भौतिक मन्त्री आफ्नै जिल्लाबाट लखेटियो। माओवादीका साथीहरूले न्युज बनाएर सेयर गर्नुहुन्छ। माओवादीका साथीहरूको सबैको त्यो फेसबुक स्टेटस हेर्छु, आफ्नै नगरपालिकाबाट, आफ्नै के भन्छ जिल्लाबाट भौतिक मन्त्री लखेटियो। सदनमा आएर माओवादीको दलको नेताले त्यो घटनाको छानबिन गरौँ भन्छ। जब एमालेलाई लखेट्नु भयो त्यो विषयमा छानबिन गर्नुपर्छ। एमालेले छानबिन समिति माग गर्नु पर्यो हो नि। तर त्यसको ठिक विपरीत भइरहेको छ। भनाइको तात्पर्य मैले के भन्न खोजेको छु भने यो विषय कथनी र कर्नीमा एकरूपता हुनुपर्छ। तपाईँले योजना रोक्न जानुभयो, तपाईँले सक्नु भएन। म आइसकेपछि बाटोमा गुडिरहेको एउटा ट्रक टिफालाई माओवादीका साथीहरूले हान्नुभयो ढुङ्गाले। त्यसको तपाईँको चाहिँ नि झ्यालको सिसा फोडिदियो। त्यहाँ एउटा राजीव शाह भन्ने वाइसिएलको एकजना कार्यकर्ता हुन्थ्यो, देखेँ भिडियोमा, त्यसको भिडियो पनि मसँग छ। त्यो रामधुलाई खायो। किन भन्दाखेरि प्राइभेट कम्पनी, प्राइभेट तपाईँको चाहिने सम्पत्तिमाथि आक्रमण भयो। त्यसो भए कारणले गर्दा यहाँनिर तपाईँको चाहिने अलिकति विषयवस्तु जानकारी गराउन म चाहन्छु कि सदनमा उठेका विषयवस्तुहरू, सदनमा राख्ने विषयवस्तुहरू नियन्त्रित हुनुपर्छ, सत्य तथ्यमा आधारित हुनुपर्छ। यो मान्य जसरी विद्या मन्दिरमा विद्यार्थीको लागि मन्दिर छ, हामी प्रदेशसभा सदस्यको लागि हाम्रो मन्दिर यो प्रदेशसभा हो। हाम्रो मन्दिरलाई ढाँट्ने काम कुनै मान्यबाट नहोस्। केही समय अगाडि त्यही घटना विषयवस्तु लिएर जनमतको माननीय शम्भु शाहले पनि रामगोपालपुरको घटना जनताको जस्तो क्रान्तिकारी हुन बेर लाग्दैन। रामगोपालपुरमा के भएको हो? रामगोपालपुरमा अलिक केही पनि भएको होइन। रामगोपालपुरमा जहाँ रामगोपालपुर नगरपालिकाको 2 नम्बर वडामा माओवादीबाट जितेको वडा अध्यक्ष मुकेश कुमार यादव अल्प आयुमै तपाईँको बर्दिवासबाट आउने गर्ने बेलामा उहाँ दुर्घटनामा परेर, बाइक दुर्घटनामा परेर उहाँको मृत्यु भयो। त्यो मृत्युसँग जोडिएर उपनिर्वाचन पनि त्यो बेलामा घोषणा भएको थिएन। 8 गते उहाँ मर्नुभयो, भदौको 30 गते उपनिर्वाचन घोषणा भएको हो सरकारको तर्फबाट। वडा अध्यक्ष वडामा चुनाव जिताउनलाई हाम्रो साथीहरूले डेलिगेसन जानुभयो कहाँ? गृहमन्त्रीकोमा, केन्द्रीय गृहमन्त्रीकोमा, रमेश लेखककोमा। र उहाँलाई के राख्यो भने एउटा तपाईँको चाहिँ नि ज्ञापन पत्र दिइयो र ज्ञापन पत्रमा नाम राख्नमा विवाद भयो। यो विषय सबैलाई जानकारी भएकै विषयवस्तु हो। त्यहाँ सरोज यादवले नै वडा अध्यक्षको मृत्यु
मारेको हो भनेर लेख्नुपर्छ भनेर साथीहरूले राख्नुभयो। तर केही साथीहरू अन्य दलको पनि जानुभएको थियो। यो त कदापि होइन, यस्तो घटनामा लेख्न सक्दैन। छानबिन गरौँ, त्यसको उचित छानबिन गरौँ। दलले माग्ने यस्तो हो। त्यसपछि मान्य गृहमन्त्रीजीले त्यहाँ सिआइबी पठाउनु भयो, स्पेसल इन्भेस्टिगेसन फोर्स पठाउनु भयो। सिआइबी आयो, जाँच भयो, त्यो घटनाको सत्यता प्रमाणित भयो। त्यहाँ 2टा केटी र 2टा केटा वडा अध्यक्ष सहित तपाईँको बर्दिवासको राजु होटलमा खानपिन गर्नुभयो। खानपिन गरिसकेपछि 8 बजेर 9 बजेर 26 कि कति मिनटमा तपाईँको चाहिने त्यहाँबाट उहाँ घरको तर्फ हिँड्दाखेरि त्यो बर्दिवास र तपाईँको चाहिने उसको बिचमा के भन्छन् औहीको बिचमा उहाँको तपाईँको चाहिने कलभटमा दुर्घटना भएर उहाँको मृत्यु भएको थियो। त्यो मृत्युसँग जोडेर मलाई कतिको चरित्र हत्या गर्ने प्रयास भयो त्यो विषय मलाई लाग्छ धेरै साथीहरूले जानिसक्नु भएको छ। त्यसो भएकाले गर्दा त्यो विषयलाई लिएर नेकपा एमाले दलको नेता भौतिक मन्त्रीको नाम लिएर 12 जना यादव समुदायका व्यक्ति, 7 जना दलित समुदाय दास समुदायका व्यक्ति नागरिकमाथि जाहेरी परेको थियो। तर एसपीले जाहेरी लिन मानेन, किनभने सिआइबी रिपोर्ट सार्वजनिक भइसकेको थियो। सिआइबीको रिपोर्टको प्रतिवेदन के थियो भने त्यो वडा अध्यक्ष खानपिन भनेको त बुझ्नु भएको छ, केही सेवन गरेर बाइक चलाउनु भयो र त्यसको मृत्यु भएको चिज सिआइबीको प्रतिवेदनमा छ। त्यसो भएकाले गर्दा वडा अध्यक्षको त्यहाँ चुनाव केन्द्रित, वडाको चुनाव त उपनिर्वाचन त 7 वटा वडामा भयो, सप्तरीमा 2टामा भयो, धनुषामा भयो, महोत्तरीमा भयो, के भन्छन् रौथाडमा भयो। तर यस्तो खालको किञ्चित आरोप लाउने विषयबाट हामी सुदृढ हुने कि नहुने, बच्ने कि नबच्ने, भोलिको दिनमा राजनीतिक प्रतिस्पर्धा सौहार्दपूर्ण गर्ने, सफल प्रतिस्पर्धा गर्ने कि अनियमितताको प्रतिस्पर्धा गर्ने भन्ने विषय हाम्रो सदनलाई राख्न जरुरी छ। अघि जनमतको मान्यले सोध्नु भएको थियो रामगोपालपुरमा के भएको हो। म जानकारी गराउन चाहन्छु, रामगोपालपुरमा जनमतले उम्मेदवार पनि पाएको थिएन, रामगोपालपुरमा त्यही भएको र त्यहाँको चुनाव प्रचार प्रसारमा मलाई लाग्छ माओवादीको तर्फबाट कमरेड प्रचण्ड, कमरेड नारायण काजी श्रेष्ठ, कमरेड देव गुरुङ, कमरेड जनार्दन शर्मा, कमरेड मातृका यादव, कमरेड गिरिराजमणि पोखरेल, कमरेड तपाईँको लीलामणि पौडेल, को आएन, सबै आउनुभयो। हाम्रो तपाईँको चाहिँ नि अन्य दलबाट पनि अध्यक्ष महासचिव सबै गए, नेकपा एमाले कसैलाई पनि बोलाएन। नेकपा एमाले आफ्नो वार्डको जनतालाई यति मात्र भन्यो कि जसरी माओवादीका साथीहरूले सरोज यादवको नाम लिएको छ, यो वडामा चुनाव माओवादीले जित्यो भने म अपराधी छु भन्ने सिद्ध हुन्छ। यदि म अपराधी छु भने माओवादी साथीलाई भोट दिनुस्, स्वाभाविक रूपमा जित्ने त्यो वडा। यति सम्मको पारिवारिक सदमा पुगेको परिवारलाई उहाँहरूले डिस्टर्ब गर्नुभयो, नोमिनेसन गराउनुभयो। नोमिनेसन भन्दा वडा अध्यक्ष त मरेको छँदै थियो। वडा अध्यक्षको नोमिनेसनको ठ्याक्कै 1 हप्ता अगाडि त्यो वडा अध्यक्षको उम्मेदवारको ममतामयी आमा पनि बित्नुभयो। यो कम दुःखद घटना होइन। त्यो घटनाप्रति मेरो संवेदनशीलता छ, मेरो चिन्ता छ। त्यसो भए कारणले गर्दा मतदातालाई ढाँट्ने, मतदातालाई तपाईँको चाहिने ढाँट्ने काम नगरौँ। म के भन्न चाहन्छु त भन्दाखेरि यहाँनिर सदनमा निरन्तर मान्यज्यूहरूले के विषय राख्नुभयो भन्दाखेरि भौतिक पूर्वाधार विकास मन्त्रालयबाट जाने चिठीहरू वडा कार्यालयमा दर्ता हुनुपर्छ भनेर मान्यहरूले प्रश्न उठाउनुभयो। हो, त्यही गरे हो, हामीले त्यही गरे हो। भौतिक पूर्वाधार विकास मन्त्रालयको जम्मी तपाईँको चाहिने पुँजीगत खर्च 12 अर्ब 68 करोड 90 लाख 11 रुपियाँ छ, 11,000 छ। म तपाईँलाई जानकारी गराउन चाहन्छु, के विषयवस्तु यो सदनलाई जानकारी गराउन जरुरी छ। हाम्रो पुँजीगत खर्च मध्ये मान्यहरूको योजना जो 5 करोड र 1.5 करोडमा परेको योजनाहरू 2 अर्ब 79 करोड 62 लाख रुपियाँको छ। नयाँ बहुवर्षीय योजना यसपालिको सरकारले बहुवर्षीय योजनाको जुन स्रोत सुनिश्चित गरेर रेड बुकमा पैसा राखेको छ त्यो 2 अर्ब 27 करोड छ। पुरानो बहुवर्षीय योजना अहिले मेरो भौतिक पूर्वाधार विकास मन्त्रालयमा छुट्याइएको रेड बुकको योजना 1 अर्ब 20 करोड रुपियाँ। अघिल्लो वर्ष सम्पूरक अनुदान हामीले परेनौँ। यसपालि सम्पूरक अनुदानमा हामीले राखेको म्याचिङ फन्ड 15 करोड 53 लाख रुपियाँ, जबकि अस्ति मुख्यमन्त्रीजीको अध्यक्षतामा बसेको विकास समस्या समाधान समितिमा यो छलफल भएको थियो, म्याचिङ फन्ड कम भयो। तर हामीले 15 करोड 53 लाख रुपियाँ राखेका थियौँ। सङ्घीय प्रादेशिक स्थानीय सडक पूर्वाधार कार्यक्रम जो विश्व ब्याङ्कको सहयोगबाट सञ्चालित छ,
यसमा 70 करोड रुपैयाँ छ जो रेड बुकमा छ। त्यस्तै प्रादेशिक स्थानीय सडक पूर्वाधार कार्यक्रम भनेको त्यसको म्याचिङ फन्ड 22 करोड 53 लाख रुपैयाँ छ जो रेड बुकमा छ। मान्य मुख्यमन्त्रीज्यू मुख्यमन्त्रीको हैसियतबाट तत्कालीन अर्थमन्त्री छँदै उहाँको योजना मात्रै 1 अर्ब 16 करोड रुपैयाँ बराबरको छ। हामी यो सत्ता गठबन्धनमा आइसकेपछि नेपाली कांग्रेस र लोसपा यो सत्ता गठबन्धनमा यो सरकारमा सामेल भइसकेपछि उहाँहरू सरकारमा सामेल नभएको बेलाको बजेट भएको कारणले गर्दा हाम्रो रेड बुकमा राखेका योजनाहरू 19 करोड रुपैयाँ बराबरको योजना 47 वटा योजना हामीले नेपाली कांग्रेसका साथीहरूको लागि छुट्यायौँ। मलाई लाग्छ त्यो चिज माननीय दलका नेता माननीय उपनेता सबैलाई जानकारी नै छ। त्यस्तै माननीय अर्थमन्त्रीजी आफ्नो जिल्लामा मलाई त म अर्थमन्त्री छु मान्छेले प्रश्न उठाइरहेछ हामीलाई त केही योजना दिनुस् स्वाभाविक कुरा हो एउटै गठबन्धनमा छौँ हामीले उहाँलाई पनि टोटल हामीले जोडेको योजना मेरो मन्त्रालयबाट तपाईको चाहिँ यो लिस्ट छ मलाई लाग्छ मैले उपलब्ध नै गराइसकेको छु। यो लिस्टमा कति छ भन्दाखेरि 34 करोड रुपैयाँ बराबरको भौतिक पूर्वाधारको झन्डै तपाईको चाहिँ नि 89 वटा योजना हामीले नेपाली कांग्रेसका मान्य साथीहरूलाई दिएका छौँ। भनिसकेपछि हामीसँग विभिन्न दलका मान्यहरू जसपा होला त्यसमा माओवादी पनि छन् के अरे एकीकृत समाजवादी छन् अन्य दलका के अरे राप्रपा छन् अन्य दलका योजना सबै जोड्दाखेरि 21 करोड रुपैयाँ बराबरको योजना मैले नामै छ मसँग योजनाको नाम छ मैले अन्य दलको मान्यहरूलाई छुट्याएको छु वा दिइसकेको छु। त्योभन्दा पछि 1 करोड भन्दा तल 50 लाख भन्दा माथि 54 करोडको योजनाहरू हामी टेन्डर गरिसक्यौँ 8वटै जिल्लामा। त्यसपछि 10 करोड जतिको योजना कस्तो छ भने ठाउँ नमिलेको दोहोरो भएको योजना राखिया छ तर विकास गर्ने ठाउँै छैन त्यहाँ त्यस्तो योजना 10 करोड बराबरको चल्दैन। म निवेदन के गर्न चाहन्छु त भन्दाखेरि एक क्षेत्र एक रोजगार प्रवर्धन केन्द्र मन्त्रालयको योजना हो जसमा 6 करोड रुपैयाँ छ। एक पालिकादेखि अर्को पालिका एक जिल्लादेखि अर्को जिल्ला जोड्ने सडकमा हामीले 8 करोड रुपैयाँ भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट राखेका छौँ। एक क्षेत्र एक पक्की पुलमा 10 करोड राखिएको थियो अहिले रेड बुकमा आइसकेपछि 6 करोड 50 लाख रुपैयाँ हामी त्यसमा राखेका छौँ। प्रशासनिक भवनको नाममा 1 करोड रुपैयाँ राखेको थियो माननीय अर्थमन्त्रीजीको रिक्वेस्टमा अर्थ मन्त्रालयको बिल्डिङ बनाइदिँदैछु। शहीद लोकमार्गमा 4 करोड रुपैयाँ विनियोजन गरेको थिएँ। विपन्नसँग मदन भण्डारी आवास योजनामा 8 करोड रुपैयाँ विनियोजन गरेको थिएँ। निधि आवासमा 4 करोड रुपैयाँ विनियोजन गरेको थिएँ। जनता आवास जो सङ्घीय कार्यक्रम हो क्रमागत रूपमा तपाईको चाहिने सङ्घबाट निरन्तर अनुदान आइरहन्छ। यो सिराहा र सप्तरी बाहेक बाँकीको 6वटा जिल्लामा 21 करोड हो। यो सबै रकम जोड्दाखेरि झन्डै तपाईको चाहिने 11 अर्ब रुपैयाँहरू पुग्दो रहेछ। अब साल बसाली योजना भौतिक पूर्वाधार मन्त्रालयमा कति बच्यो भन्ने कुरा म अघि पुँजीगत खर्च तपाईको यहाँ 12 अर्ब 68 करोड रुपैयाँ यहाँ उल्लेख गरेको थिएँ। यसमा साल बसाली योजना अब कति रह्यो भन्ने चिज मान्यहरूलाई अलिकति टिपोट गरेर हिसाब निकाल्न भन्छु जो निरन्तर भौतिक मन्त्रालयलाई गाली गरिरहनु भएको छ। म निवेदन गर्न चाहन्छु यसै मन्त्रालयमा तपाईको चाहिने दलकै कुरा गर्ने हो भने नेकपा एमालेका दलका मान्यहरूले मात्रै हाम्रो 25 जना मान्यले तपाईको 240 वटा चिठी मान्य दलका सदस्यहरूले लानु भएको छ। नेपाली कांग्रेसका सम्पूर्ण मान्यज्यूहरूले 248 वटा चिठी लानु भएको छ। जनमतका मान्यले 163 वटा चिठी लानु भएको छ। माओवादी केन्द्रका मान्यले 64 वटा योजनाको चिठी लानु भएको छ। लोसपा नेपालका मान्यज्यूहरूले 94 वटा योजनाको चिठी लानु भएको छ। जसपा नेपालका मान्यज्यूहरूले 174 वटा योजनाको चिठी लानु भएको छ। नेकपा यसका मान्यज्यूहरूले 57 वटा योजनाको चिठी लानु भएको छ। नौपाका मान्यले 5 वटा, राप्रपाका 4 वटा, नेसपाका 4 वटा र यो सबै जोड्दाखेरि 1232 वटा योजनाको चिठी सिर्फ यो सदनमा रहेको 107 मान्यहरूले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चिठी लगेको विषय यो सार्वभौम सदनलाई मान्य सभामुख मार्फत जानकारी गराउन चाहन्छु। यसमा मान्यको नाम पनि उल्लेख छ। यो सबै मान्यले कतिवटा चिठी लानु भएको छ भन्ने चिजहरू पनि यसमा उल्लेख छ भन्ने चिज म भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट जानकारी गराउन चाहन्छु। यहाँ सदनमा बोल्दाखेरि मान्य शम्भु शाहले बोल्नु भएको थियो कि हाम्रो तपाईको क्षेत्रको योजना अब मैले अघि नै भने मान्य मुख्यमन्त्रीजीले पनि त्यो बेलामा उहाँको
तर्फबाट केही योजनाहरू इन्ट्री भएको थियो। मलाई लाग्छ यो सदनमा रहेका सम्पूर्ण मान्यहरूमध्ये यो हाम्रो कतिचोटि छलफल पनि भयो गठबन्धनमा, यो जम्मै चिठी 7 करोड 10 लाख रुपियाँ बराबरको चिठी मान्य शम्भुशाहले लानुभएको छ, जसको हिसाब हामीसँग छ। तर 7 करोड 10 लाखको चिठी लानुभएको छ, तर उहाँले केही चिठीहरू थप पनि माग्नु भएको छ, जो यहाँ लेखिया छ। मैले कलाई कलाई दिएको छु भन्ने चिज पनि यहाँ उल्लेख छ। यहाँ के अरे सीएम ताराकान्त चौधरी, तर ती चिठीको नाममा भौतिक के अरे पूर्वाधार विकास मन्त्रीलाई गाली गर्ने कुरा यो कदापि राम्रो होइन। आफ्नो दलमा छलफल गरेर बोल्नको निम्ति म निवेदन गर्न चाहन्छु। त्यस्तै माननीय शेख अबुल कलाम आजादले यो सदनमा निकै तपाईँको कडा स्वरमा बोल्नुभयो। हामी अघिल्लो सरकारमा उहाँले बोलेको शब्द सदनमा रेकर्ड छ, हामी 5% खाएको छौँ भनेर बोल्नुभयो। यो सदनमा रेकर्डेड छ, 5% हामीले खाएकै हो। म निवेदन गर्न चाहन्छु, उहाँले मलाई यो चिठी उपलब्ध गराउनु हो। यो चिठीमा राखेको योजनाहरूको पनि म नाम लिन चाहन्छु। अघि मैले तपाईँको नेपाली कङ्ग्रेसको नाममा छुट्याएका योजनाहरू पनि यसमा उल्लेख छ। यसमा उल्लेख गरेका योजनाहरू यहाँ नेपाली कङ्ग्रेसको मान्यको नाम यसमा लेखिया छ। त्यो चिठी उहाँलाई नै उपलब्ध गराएको छु। भौतिक पूर्वाधार विकास मन्त्रालयले मन्त्रीले चिठी बेचेको छैन। यो चिजको प्रमाण यहाँको तपाईँको चाहिँ नि रेकर्ड छ, उहाँको लेटर पेडमा मैले कसलाई दिएको छु भन्ने चिज यहाँ लेखिया छ। र योजना ती सम्बन्धित मान्यले पनि मैले बुझेको छु भन्ने कुरा मलाई लाग्छ बोल्नुहुन्छ होला। त्यस्तै अब खास गरी यो सदनमा सधैँभरि उठ्ने विषयवस्तुहरू के हो भने उपभोक्ता समिति। म निवेदन गर्न चाहन्छु, यो 8वटै जिल्लाको रेकर्ड हो। 8वटै जिल्लाको रेकर्ड के हो भने पर्सा जिल्लामा तपाईँको 2 महिना अगाडि मान्यजीहरूले जुन चिठी बुझेर लानुभएको छ त्यसको पनि सम्झौता भएको छैन। त्यो चिठी कहाँ गयो? अहिलेसम्म त्यो चिठी कहाँ छ? यो सदनमा जवाब दिनुपर्छ कि पर्दैन? जवाब त भौतिक मन्त्रीले दिने हो, अपमान त भौतिक मन्त्रीले सहने हो, गाली त भौतिक मन्त्रीले खाने हो। तर यो वास्तविकता के हो? म पढौँ, नाम पढौँ यसमा। यो 8वटै जिल्लाको मान्यजीहरूको यहाँ तपाईँको पर्सा जिल्लामा 13वटा योजनाको चिठी अहिलेसम्म वार्डमा दर्ता भएको छैन। 2 महिनादेखि कहाँ रुमलिरहेको छ त्यो चिठी? मलाई जवाब चाहियो। त्यस्तै तपाईँको 12 जिल्लामा 37वटा चिठी अझै पनि वडा कार्यालयमा दर्ता भएको छैन, नगरपालिकामा दर्ता भएको छैन। माननीयज्यूहरूको योजनाको कुरा गर्दैछु, के जवाब कसले दिन्छ? भौतिक मन्त्रीले दिने हो? तपाईँहरूले मलाई कटिघरामा खडा गर्न खोज्नुभयो हो? म नाम पढौँ। मान्य पर्साबाट सुरु गरौँ, सुनौ गर्नु पनि पर्छ। यो मान्य शङ्कर चौधरी, एउटा योजनाको सम्झौता भएको छैन। मान्य जनार्दन सिंह छेत्री हाम्रो मन्त्री नै हुनुहुन्छ, उहाँको सबै योजना के अरे भइसकेको छ। मान्य सिंहासन शाह कलबार 3वटा योजनाको उहाँको सम्झौता भएको छैन। होइन, मैले भन्न खोजेको विषय यो 5 करोड भित्रको योजनाको चिठी हो। त्यही भएर मैले समग्रमा पढ्न खोजेको थिएँ। होइन, म तपाईँले किन यो विषय राख्न खोजिरहेको छु भने मान्यहरूले प्राप्त गरेको योजना यो मान्यले प्राप्त गरेको चिठी म अरू पनि जवाब दिँदैछु। म यो मान्यबाट सुरु गर्न खोजे हो, अरूको पनि जवाब दिँदैछु। म मान्यहरूले पर्सा जिल्लामा 13वटा योजनाको चिठी जुन तपाईँको अझै पनि सम्झौता हुन बाँकी छ, यो अझै पनि वडामा दर्ता हुन बाँकी छ। त्यस्तै तपाईँको चाहिँ 12 जिल्लामा 37वटा योजनाको चिठी। मान्यज्यू अलि धैर्य गरौँ, सरकारको तर्फबाट जवाब दिन भन्नुभएको छ, म दिइरहेको छु। 37वटा योजनाको चिठी मान्यज्यूहरूले अझै पनि वडा कार्यालयमा दर्ता गर्नुभएको छैन 12मा। त्यस्तै पूर्वाधार विकास कार्यालय रौथाडका मान्यज्यूहरूले 31वटा योजनाको चिठी अझै सम्झौता गर्नुभएको छैन। सर्लाही जिल्लामा 14वटा चिठी अझै पनि पूर्वाधार विकास कार्यालयमा दर्ता भएको छैन, सम्झौता भएको छैन। वडा कार्यालयमा पनि दर्ता भएको छैन। महोत्तरीमा 11वटा चिठी अझै पनि दर्ता भएको छैन। भनौँ, मान्य सरोज कुशवाहा यही हुनुहुन्छ, उहाँको चिठी पनि
यहाँ त लेखिएकै छ त उहाँको बस मान्यजी बस उहाँको मान्यजी बस्नु अलि सुस्तरी बोल्दा पनि हुन्छ मान्यजी ठिक छ ठिक छ ठिक छ ठिक छ यहाँ डाटा छ मान्यजी डाटा छ बोल दिनुहोस् अब म अझै उहाँले बोल्नुभयो मेरै निर्देशनमा मान्यजी छट्याउनुहोस् धेरै भयो उपभोक्ता समिति दर्ता भएको छैन उपभोक्ता समिति दर्ताको प्रक्रिया के हो उपभोक्ता समिति दर्ता गराउन लागि वडामा चिठी दर्ता हुनुपर्छ 2 महिना भइसक्यो आजको मितिसम्म त्यो वडामा त्यो चिठी दर्ता भएको छ भने मान्यले भने जस्तै यो सदनको कारबाहीको विषयमा माथि बनाइयोस् नभए ठुलो स्वरमा बोल्ने मान्यजीहरूले पनि यो अलिकति हेक्का राख्नुहोस्। त्यस्तै तपाईको चाहिँ नि के अरे सिराहामा 36 वटा योजनाको चिठी अझै पनि मान्यहरूले लिएको चिठी पनि दर्ता भएको छैन। मान्यजी बोल्न दिनुस् न, तपाईहरु बोल्ने बेलामा त म बोलेको थिएन, बोल्न त दिनुस्। सदनमा त आरोप लगाइरहनु भएको छ। यो जम्मा चिठीहरू अहिले मान्यजीको हातमा परेको 2 महिनादेखि किन दर्ता भएको छैन, यसको जवाब के भौतिक मन्त्रीले दिनुपर्छ। म यो सदन मार्फत म आफ्नो सरकारको मुख्यमन्त्रीजीलाई, गठबन्धनमा सहभागी राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु, म माइन्डेड पाऊँ भोलिदेखि अर्को चिठी काट्छु, भोलिदेखि अर्को चिठी काट्छु। किन भन्दाखेरि बजाबते साथ चिठीमा लेखिया छ, बजाबते साथ हद म्याद बाटोको म्याद सहितको चिठी लेखिया छ। अनि के आलोचना भौतिक मन्त्रीले खाने, कटघेरामा भौतिक मन्त्री खडा हुने। त्यसो भए कारणले गर्दा यो विषयवस्तुहरू तपाईहरुलाई मैले राख्न खोजे। यहाँ तपाईको मान्य भौतिक मन्त्रीजीले कति निर्वाचन क्षेत्रमा कति पैसा राखे, के राखे भन्ने चीजहरू पनि यहाँ विषयवस्तु भयो। मैले त्यो चीजहरूको जानकारी दिँदै अन्तिममा लामो समयदेखि भौतिक पूर्वाधार विकास मन्त्रालय र अहिलेको सरकारको मन्त्रालयहरूमाथि निरन्तर प्रहार भइरहेको विषय के हो भने चिठीहरू वडा कार्यालयमा दर्ता हुनुपर्छ। भएको हो, म्यानेजरले चिठी लगाएर वडा कार्यालयमा दर्ता गराउनु भयो। त्यति मात्र होइन, अघिल्लो सरकारको बजेट यहाँ छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको सर्लाही जिल्लाको सबै जिल्लाको तपाईको चाहिँ नि योजनाको तपाईको चाहिँ नि के अरे नाम लिस्ट यहाँ छ। यो कभरमा साइडमा कसको नाम लेख्या, वडा अध्यक्षको नाम लेख्या छ। एउटा योजनामा पनि वडा अध्यक्षको नाम लेख्या छैन। छ भने यो रेकर्ड म यहाँ के अरे सभामुखजीलाई दिन चाहन्छु, यो तपाईँ अलिकति छानबिन गरियोस्। अनि आफू सरकारमा हुँदाखेरि वडा कार्यालयमा तपाईँले जे विधि अपनाउनु भएको थियो त्यही विधि त अपनाइया छ। वडामा चिठी पठाउने विधि के हो भन्दाखेरि आफ्नो कार्यकर्ता होला, मान्य होला, नेता होला, त्यही विधि न हो। अघिल्लो सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा जति योजनाहरू छ यो सबैमा क्याफियत लेखिया छ, कसको कसको नाममा पूर्वाधार विकास कार्यालयमा चिठी गएको छ। तपाईँले भन्नुहुन्छ भने आज्ञा दिनुहुन्छ, त्यो पनि म नाम पढ्न सक्छु। त्यसो भए कारणले गर्दा म निवेदन के गर्न चाहन्छु त भन्दाखेरि सदनमा प्रस्तुत हुँदाखेरि छानबिन गर्ने विषयमा यो सरकार कहिले पनि डगमगाएको छैन। छानबिन होस्, मान्यहरूको 5 करोड मान्यहरूको 1.5 करोड बराबरको योजना कहाँ गायब भयो, त्यो योजना कुन मन्त्रालयमा इन्ट्री भयो, त्यो छानबिन हुनुपर्छ। त्यति मात्र होइन, म नेतृत्व गरेको मन्त्रालयको सिलिङ मन्त्री परिषदबाट निर्णय भएर आएको छ। मैले मेरो मन्त्रालयको तर्फबाट बजेटको इन्ट्री गरिसकेपछि प्रिन्ट गरेको छु। मलाई प्राप्त गरेको सिलिङको प्रिन्ट गरेको छु। मैले यति योजना बराबरको चिठी इन्ट्री गरेँ। त्यसपछि सिङ्गै अर्थ मन्त्रालयबाट त्यो बेलामा योजना इन्ट्री भयो, त्यसको जिम्मा कसले लिन्छ? छानबिन हुनुपर्छ, छानबिन गरौँ। त्यति मात्र होइन, यहाँ अघिल्लो चोटि 2 करोडको 3 करोडको योजनामा 2 करोड पेस्की लिने पनि काम भएको छ। यहाँ उजुरी परेको, छानबिन गरौँ। छानबिन गर्दाखेरि हामी अलिकति अन्य प्रदेशभन्दा माथि किन नहुने? हामी अन्य प्रदेशभन्दा अलिकति संहिताको जन्नी भन्ने प्रदेशमा अलिकति उदाहरणीय किन नहुने? यो सदनमा रहेका माननीयहरू माननीय भइसकेपछि
आज नाम दर्ता गरौँ। नेकपा एमाले दलको तर्फबाट यो मान्यज्यूहरूलाई म निवेदन गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु, आफू जनप्रतिनिधि भइसकेपछि आफ्नो सम्पत्तिको बारेमा पनि चेकअप गरौँ, जाँच गरौँ। कसको सम्पत्ति बढ्यो, कसको सम्पत्ति घट्यो, यो छानबिन भन्ने विषय यतिकै सामान्य विषय होइन। फेरि पनि भन्छु, भौतिक पूर्वाधार विकास मन्त्रालय विकासी मन्त्रालय हो। विकास मन्त्रालयलाई नियमन गर्ने, अनुगमन गर्ने, यसलाई परीक्षण गर्ने, यसलाई तपाईँको चाहिने नियन्त्रणमा राख्ने समिति कुन हो? विकास समिति होला। विकास समिति कुन दलसँग छ भनिसकेपछि त्यो विकास समितिले छानबिन गर्ने हुँदैन। विकास समिति प्रमुख प्रतिपक्षसँग छ, छानबिन गरोस्। यहाँ सदनमा रहेका विकास समिति, लेखा समिति, तपाईँको चाहिने प्रदेश सभा मामिला समिति सबैलाई तपाईँको चाहिने डिफर्म गराउने, उनीहरूलाई केही गर्न नदिने, सदनमा तपाईँको पटक पटक तपाईँको चाहिने छानबिन समितिको माग गर्ने। हामी छानबिन समितिसँग डराएको होइन। म निवेदन गर्न चाहन्छु, यही सदनमा नेपाल जनमतका दलको नेताको टाउको फुट्दाखेरि छानबिन समितिको माग गरेको विषय हामीलाई थाहा छैन। अघिल्लोचोटि हामीले छानबिन समितिको माग गर्दाखेरि सम्झना गर्नुभएको छ, हाम्रो दलको तत्कालीन प्रमुख सचेतक मान्य लखन दासले उहाँको आफ्नै नगरपालिका विदेह नगरपालिकामा उहाँको आफ्नै दाई एउटा दलितको छोरोले तपाईँको मेयर जित्दाखेरि सबै तपाईँको पालिकाहरूमा पैसा गयो, कुनैमा 8 करोड गयो, उहाँमा 25 लाख पनि गएन। सदनमा उठाउनु हो, तर अर्थमन्त्रीज्यूबाट जवाब के आयो भने 1 हप्तापछि जान्छ। बिर्सनु भएको छैन, हामी बिर्सिया छैनौँ। सदनमा प्रश्न उठिसकेपछि सम्बन्धित मन्त्रीलाई जवाब दिनलाई पनि विपक्षमा रसाकसी चल्यो। तर विपक्षी दलको तर्फबाट जे योजना सदनमा टेबल गर्नुभयो, त्यो टेबल गरेको योजना यही छ त? एजेन्डा त यही छ। यहाँ सदनमा एउटा चिज टेबल गर्ने, बाहिर एउटा चिजको बार्गेनिङ गर्ने काम कदापि राम्रो हुँदैन। त्यसो भएका कारणले गर्दा हामीले बुझेको, नेकपा एमाले बुझेको विषय के हो भने सदन प्रतिपक्षको हुन्छ। प्रतिपक्षमा सत्ता पक्षले आफ्नो अनुहार हेर्छ, म के गर्दैछु, आइनाको जस्तो हुन्छ। तर विपक्षमा रहेका कुनै दल, कुनै दलका नेता वा हाम्रो आइना नै पुरै कालोले लेपिसकेपछि सत्ता पक्षले आफ्नो अनुहार कहाँ देख्ने, यो सदनलाई यो प्रश्न गर्दै पुनः भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट मान्यहरूले राखेको विषयवस्तुमा जवाब दिनको निम्ति सभामुखज्यूको तर्फबाट हामीलाई भौतिक पूर्वाधार विकास मन्त्रीको तर्फबाट यहाँ जुन बोल्ने अवसर दिनुभयो, यसको निम्ति सिधुङ्गो सदनप्रति कृतज्ञ रहँदै सम्पूर्ण मान्यज्यूहरूलाई आफूलाई आलोचना गर्ने र सदनप्रति उत्तरदायी बनाउने, जनताप्रति उत्तरदायी बनाउने जुन वातावरण सृजना गर्नुभयो, यसको निम्ति सदनमा रहेका सम्पूर्ण मान्यज्यूलाई सरकारको तर्फबाट, नेकपा एमालेको तर्फबाट हृदयदेखि हार्दिक धन्यवाद दिँदै बिदा हुन चाहन्छु। नमस्कार। मान्य सदस्यहरू, अब मान्य मुख्यमन्त्री सतीश कुमार सिंहलाई बोल्न समय दिन्छु। धन्यवाद सभामुख महोदय। सर्वप्रथम काल सम्मान्य प्रधानमंत्री जी सदन के संबोधन करके गेलखिन हन, ओहि के लागी सम्मान्य प्रधानमंत्री जी के सरकार के तरफ से बहुत बहुत सारा धन्यवाद दै छी, जे कि बहुत सारा विषय में वो एतऽ संबोधन करके गेलखिन और आशा करी आगामी दिन में जे संघीय बजट आवे वाला है ओहि में प्रदेश सरकार के विशेष ध्यान दे के संबोधन हुआ से आशा राखी। हम सिंगो सदन से आग्रह करबे, चाहे वो सत्ता पक्ष हो चाहे विपक्ष हो, संपूर्ण माननीय जी सबके निर्देशन पर सरकार लगभग चले, चाहे वो सत्ता पक्ष हो चाहे विपक्ष हो। आइ हमरा अहाँ के बजट जहिया बनेलिए, बजट के जे त्रुटि भेले, बहुत सारा बात उठले, आब ओतेक बात पे हम नहीं जाए चाहे छी, लेकिन वो बजट में स्पष्ट रूप से लिखल रहे
जे टेंडर के प्रतिस्पर्धा के मार्फत से जाए के लागी। तो कतो न कतो माननीय जी सबके भी बहुत सारा प्रेशर, बहुत सारा बात, जहिया योजना नहीं चालू भेल तहियो जैसे से प्रेशर, तथापि संकल्प प्रस्ताव भेले। संकल्प प्रस्ताव में 50 लाख तक के जाए के बात भेले। गेला के बावजूदो योजना चले से पहले चिट्ठी बिक्री तो ई एना ओना बहुत सारा बात एले, जे कि अब एक एकटा योजना के बारे में हमरा लागे छै डिफाइन करिए देलखिन भौतिक मंत्रालय। औरो सबके मंत्रालय के लगभग स्थिति ओनाहिते, जे कि कतो वार्डा कार्यालय में दर्ता भेल बहुत सारा योजना, लेकिन जे फील्ड में वास्तु स्थिति जे आबै छै उ एकदम फरक ढंग से आबि रहल छै। आब हमरा पर ई सम्मानित सदन में जे एकटा बात आयल है, इससे पहलियो हम होना तो राखि चुकल छी बात, लेकिन पुनः जैसे से ओहि दिना बात एला के बाद पुनः हमरा राखे के जरूरी पड़ते। ऐसे पहलियो विगत में एत दूटा मुख्यमंत्री जी सब, पूर्व मुख्यमंत्री जी सब सत्ता चला चुकल छथिन। कोनो राजकीय भ्रमण, कोनो विशेष भ्रमण भेला के बाद मान लिया जैसे से एज मुख्यमंत्री के प्रोटोकॉल से जाए वाला जहाँ तक है बात, तो सरकार से अहाँ के परमिशन लेके जाए के बात रहे। हमर अहाँ के संबंध, हमर अहाँ के सासू ससुराली, विभिन्न सारा संबंध, विभिन्न सारा धार्मिक जगह, जे कि हम अहाँ एक आम नागरिक के हैसियत से भी विगत में भी बहुत सारा अपने प्रदेश के मुख्यमंत्री जी सब कईयन बेर भारत के भ्रमण कर चुकल छथिन। ओहि के तहत हम कोनो राजकीय भ्रमण में नहीं, कोनो हम सरकारी भ्रमण में नहीं, एकटा जैसे से हमरा सबके चासो रहे जे जनकपुर के जैसे से विकास, जनकपुर के जैसे से अयोध्या से कनेक्शन, और जनकपुर में केना अयोध्या में जे आवे वाला पर्यटक सब छे उ केना सहज रूप से जनकपुर आवे, एहि के लेल हम निरंतर शुरू दिना से पहल करते रही। अपने सबके डाटा मालूम हेते जे कि सार्वजनिक रूप में विगत साल मात्र जे अहाँ के अयोध्या में राम मंदिर बनला के बाद एक साल में 13 करोड़ आदमी ओत जैसे से दर्शन करे ला गेले। तो हम एक सरकार के प्रमुख हैसियत से हमर एकेटा धारणा रहले जे कि अयोध्या में जे 13 करोड़ दर्शन करे ला गेले ओकर कम से कम 20% 15% आदमी यदि जनकपुर आवे तो झंडे 1.5-2 करोड़ आदमी, 2 करोड़ 2.5 करोड़ आदमी जनकपुर दर्शन करे ला आते। और जनकपुर दर्शन करला के बाद ओहि में से 50% आदमी जैसे से काठमांडू पशुपति दर्शन करे ला जाए, चाहे मुक्तिनाथ दर्शन करे ला जाए, चाहे कैलाश भ्रमण करे ला जाए, चाहे पोखरा, चाहे धरान, चाहे पाथीबारा, चाहे छिन्नमस्ता भगवती, चाहे कंकालनी भगवती, चाहे गढ़वा माई, चाहे गढ़ी माई, कतो जेते तो नेपाल के अर्थतंत्र में जैसे से ओकर बहुत सारा इम्पैक्ट पड़ते। ऐसे जैसे से बहुत सारा अर्थतंत्र के मजबूती हेते, एत पर्यटन व्यवसायी फस्टेते। ओहि के हेतु जैसे से हम निरंतर संवाद में रही जे कि केना एकरा बढ़े जाए। तो संजोग से हमरा मैसेज मिलल जे कि हमरा वो जैसे से कपिल वस्तु के बॉर्डर साइड में एकटा मंदिर छे और मंदिर में हुनकर संरक्षण वह छथिन और ओत पूजा पाठ के लेल आबि रहल छी, तो अहूँ के आवे ला तो एत मंदिर आबू बढ़िया दर्शन कर लिया। ओहि के हिसाब से हमरा जानकारी भेल और हमर एकटा रिलेटिवो कपिल वस्तु में जैसे से रही छथिन, हुनका साथे हम जैसे से ओत गेली हुनका घर पर, और ओते से 10 मिनट लागल, हमरा 10-15 मिनट लागल ओत गेली हुनका से, संजोग से हुनको से भेंट भेल और विशुद्ध हमरा जनकपुर के विकास के बारे में, अयोध्या और जनकपुर के संबंध के बारे में बात भेल। और ओकर बाद जैसे से हम सब एतैली रहले बात संहिता के विषय वाला बात, तो हमरा सबके जानकारी करा दी। हमरा सबके आंदोलन से जैसे से बहुत सारा ओहि आंदोलन में कईयन बेर मार खेने छी, कईयन बेर की भेल छे, सारा चीज उपलब्धि जे भेल छे ओहि उपलब्धि के लागी हम सब सदैव तैयार छी जे कि हमेशा ई देश में गणतंत्र और लोकतंत्र के स्थापना के लागी कतो से कोनो तरह के दाग नहीं लागे, ओहि चीज के प्रति हम हमेशा तैयार रही छी। रहले बात ओकर बाद कर्मचारियों के बात सब आयल रहे, तो सामान्य सभामुख महोदय के मार्फत से हम संपूर्ण मान्य जी सबके ई विश्वास दिवे चाहे छी जे कि कर्मचारी के जे एन पास भेले
समिति में व्यापक रूप से छलफल भेलै, माननीय जी सबके व्यापक रूप से छलफल भेला के बाद उस समिति से पास भए के, हाउस से पास भए के गेला के बाद तुरंते फिर जैसे से कुछ कर्मचारी सबके जैसे से संघीय लोक सेवा से ओकरा सबके सूचना भेल रहे, वह ग्रेड में एतऽ प्रदेश में दोसर तक में रहे और ओकरा सबके दोसर छठो तह भेला के कारण से ओकरा सबके जैसे से ओहिमे समेटल नहीं गेल रहे, तुरंते बात भेलै। ओकरा बन के तेसर आ चौथो के जे समस्या रहे तऽ एकरा सबके समायोजन के विषय रहे, तो यहाँ ठाम सदन से जैसे से हमरा सबके संशोधन करके ओकरा सबके करल गेलै। ओकर बाद अपने के जैसे से समायोजन के जहाँ तक बात एले तो समायोजन में विभिन्न विज्ञ सबसे बात करके जेकर प्रदेश में दरबंदी है ओकरा समायोजन करे ला कोनो दिक्कत नहीं है, जेकर प्रदेश से बाहर दरबंदी है तो ओकरा में समस्या है। उ जैसे से एतुका लोक सेवा के नियम से किताब खाना के नियम से ओकर मिलाने नहीं हेते, ओकर चिन्हबे नहीं करते, आइ ओकरा कर देवे काल भागे भविष्य में ओकर जागीर अन्योल पड़ जेते, तै द्वारे ओकर सबके समायोजन नहीं हेते। तथापि जतेक के जैसे से एत प्रदेश में दरबंदी रहे सबके समायोजन कर देल गेल छै। अब कुछ व्यक्ति जेकर बाहर छै ओकर बाद उ जे संशोधन भेला के बाद विभिन्न ग्रुप सब आबे लागले, विभिन्न ग्रुप सब आबे लागले जे कि कासा जे में काज कर रहल छी, हम 20 वर्ष से कासा में काज कर रहल छी, हमर सबके कोनो चीज ओहिमे नहीं बोलल छै, ओकर इनमें व्यवस्था कर दिया। ओ तो आबे लागले जे सामाजिक परिचालक के रूप में हम सब 20 वर्ष से काज कर रहल छी, हमरा सबके आब कतऽ जाब, हमरा सबके लागी एक बेर के लागी ओ तो व्यवस्थापन कर दिया। ओनाहिते आबे लागले स्वास्थ्य में जे काज करे वाला हमरा सबके छूट गेल छै, आइयो संजोग बस से जैसे से आंदोलन में कर्मचारी सब छै, विभिन्न किस्म के कर्मचारी, वह में फिर 3 तरह के ग्रुप छै, एकटा ग्रुप के अलगे डिमांड, दोसर ग्रुप के अलगे डिमांड, माने तेसर ग्रुप के अलगे डिमांड। तो ओकर लेल हमरा सबके एक बेर पहले मंत्री स्तरीय 4टा मंत्री जी के स्तरीय में जैसे से बना के दिली। आ मंत्रियों जी सबके टाइम के लेके जे समस्या एक ठाम नहीं बैठ पावे, कखनी वही मंत्री नहीं, कखनी वो मंत्री नहीं, तथापि गृह मंत्री जी एकटा डाटा बना के भेजलखिन, ओहिमे सब मंत्री सबके सहमति नहीं भए सकले या टाइम नहीं भए सकले। ओहो में कुछ जैसे से कर्मचारी सबके विभिन्न किस्म के बात आवे लागले। तब हम सब सोचली जे कि से एकरा एकटा प्रमुख सचिव के अध्यक्षता में 4-5टा सचिव सबके राखि के आ हुनका सबके कहलिए जे कि अहाँ लोक सेवा से परामर्श लिया, 2-4-10टा विज्ञ सबके जे नेपाल के जे विज्ञ कर्मचारी में विज्ञ सब छै हुनका सबके बोला के हुनकर सबके एन में एके बेर टोटल कौन कौन समस्या है, फिर आई 4टा के संशोधन करबे, फिर कल से जैसे से दोसर ग्रुप आवे लागते, तै द्वारे तेना नहीं 10 दिन लागे, 2 महीना लागे, 3 महीना लागे, 4 महीना लागे, लेकिन एकटा निष्कर्ष पर लाइव के दिया, सबसे बृहद छलफल करके लाइव के दिया, एक्सपर्टीज सबके राख के दिया और टोटल ठोस डिसीजन करके दिया और सबके लागी दिया। तो हम सब जैसे एक बेर संशोधन के लागी जात। अब वहाँ में कर्मचारी सब हर एक ठाम सबके चिन्ह में सबके अपन अपन प्रभाव के अनुसार तुरंते माननीय जी सब आबि के एतऽ जैसे से एकर किया नहीं भए रहल छै, ओकर किया नहीं भए रहल छै। बाबा राज्य के सरकार के एकेटा वएहटा काम नहीं ने छै, बहुत सारा काम छै, डे टू डे के काम छै, डेली के ऑफिस के काम छै, ओहि साथे साथे इहो काम करे के लागी। तो हम सब जैसे से वो प्रस्ताव उठा के रख देने छी, कर रहल छै। हमरा सबसे ई स्वास्थ्य के अखनी कर्मचारी सब आबि के बातो करलक, कल के जैसे हम कह देखियो अहाँ सब कतौ अहाँ सब नेपाल सरकार के जॉब कर रहल छी, अहाँ सब के दायित्व बने छै, जतऽ अहाँ के पोस्टिंग है ओतुका सेवा में कोनो तरह के त्रुटि नहीं पाड़ि के अहाँ सब ओतऽ काज करू। अहाँ सबके जे जेन्युइन मांग छै वो हम सब पूरा करके अहाँ सबके एकटा विधि प्रक्रिया से पूरा करके देब। तो हुनका सबके कहब जे कि हम सब तो 25 गते से आंदोलन घोषणा कर देने छी, अपने मने मान लिए कर्मचारी सब काज करे से बेसी कखनियो कहते कोई आंदोलन करे ला घोषणा कर देने छी, कोई कहते हम यही करे के लागी घोषणा कर देने छी। तो वह के हिसाब से सरकार नहीं चलते से हमर विश्वास से, तै द्वारे जैसे से हमरा सबके कहलिए आंदोलन सब अहाँ सब नहीं करू, आंदोलन करब तो अहाँ सब जानू, अहाँ सब जैसे से जतऽ के जनता के सेवाग्राही के जे दिक्कत हेतै तो ओकर रिस्पॉन्सिबिलिटी अहाँ सबके ले पड़त, ओकर टोटल जिम्मेवारी अहाँ सबके ले पड़त। हमरा सबके जे छै से एन में जे कोनो त्रुटि छै ओकरा लेल हम सब कमिटी बना देने छी और एकटा व्यक्ति के लागी हम सब तुरंते संशोधन नहीं करब।
समष्टिगत में सबके इशू एक बेर लाइव के विज्ञ सबके छलफल करा के और फिर जैसे ओतऽ से पास करके यह सदन में हेतै, यह सदन में विद्वान मान्य जी सब छलफल करबै, ओकरा समिति में ला जाए पड़तै कि यह ठाम से भ जेतै, जतेक फास्ट भ जेतै तऽ ओतेक संशोधन फिर प्रक्रिया में जाके हेतै, तो ओकर बाद हुनकर सबके काज हेतै के से हम अपने सबके बीच में अवगत करबै ला चाहै छी। और हमर कोनो खासे भारत के जे भ्रमण रहे वो जैसे से निदान्त रूप से व्यक्तिगत रूप से अपन पर्सनल भ्रमण रहे, ओकरा अतिरंजित करके ओकरा जैसे से दोसर तरफ मोड़े के प्रयास नहीं करल जाए, एते कहत अपन दू शब्द यहाँ ठाम अंत करै छी। धन्यवाद, नमस्कार। मान्य सदस्यहरू, सरकारमाथि उठेका प्रश्नहरूलाई उचित र वस्तुवादी छानबिनको लागि संसदीय छानबिन समिति गठन गर्न निर्देशन दिन्छु। मान्य सदस्यहरू, अब मान्य मुख्यमन्त्री सतीश कुमार सिंहलाई मधेस अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। माननीय माननीय सभामुखज्यू को अनुमतिले प्रदेश सभा कार्य संचालन नियावली 2075 को नियम 107 को उपनियम 1 बमोजिम मधेस अनुसंधान प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब म मधेस अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात् विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु।